तिम्रो त्यो आँखा साँच्चीकै सागर हो। तिम्रो त्यो आँखा साँच्चीकै सागर हो। डुब्यो कि डुब्यो। त्यो कार्य भर्जिनियामा उसलाई भनेर चाहिँ उससँग कुरा भयो इमेलमा उनीहरूले पब्लिस गरे। अनि त्यसपछि त्यसको थ्रुबाट जब त्यो किताबको थ्रुबाट गयो मैले एकदम अमेजिङ त्यो उहरू के अरे इमेलहरू फेला पारेको छु कि माया अब कसैसँग गर्नु मन छैन। माया अब केवल महसुस गर्नु मन छ। एउटी त्यस्तै परीसँग जो साउथीमा बोल्छे, प्वाख चाहिँ उठ्छे, अँगालोमा छैन तर संवेदक छ। प्रेम भनेको त कस्तो भन्दाखेरि मैले कसैलाई चाहिँ मैले मन पराउँछु माया गर्छु भनेर भनेपछि त्यो मान्छेलाई मैले भन्नुपर्छ भन्ने नै जरुरी छ हैन। कि माया भनेको हासिल गर्नु होइन के। माया भनेको हासिल गर्नु नै होइन। माया भनेको त्याग्नको लागि चाहिँ बलिदान गर्नुको लागि चाहिँ प्रिपेयर हुने चाहिँ एउटा त्यो चरण त्यो अवस्था हो है। मान्छे क्रिएट भयो दुईटा चिज संसारमा अन्त्य हुन्थ्यो जस्तो लाग्छ मलाई। एउटा यो वैवाहिक संस्कार जुन छ हैन एकजनाले नगर्दैमा त्यो बन्द हुने कुरा हो। आर्ट पुरा मान्छेले रचना गर्यो। सर स्वागत छ यहाँलाई यहाँ स्टुडियोमा। आज कस्तो खुसी लागिरहेछ सर। यहाँको पहिलेदेखि नै म आफै पनि एकदमै धेरै श्रोता पाठक पनि हो के म आफै। त्यो भएर पनि एकदमै खुसी छु आज सरसँग यसरी सँगै बसेर कुराकानी गर्न पाउँदा। सर दिनचर्या हिजो आज के कसरी व्यतीत हुँदैछ यहीँबाट सुरु गरौँ। त्यस्तो खास अब के अरे यस्तै नै भन्ने चाहिँ त्यो के भन्छ त्यो विशेष त होइन। जसरी अब युजुअली चलिरहेको हो होइन। यो मेरो त्यो लेख्ने क्रिएटिभ काम हुँदा पनि ट्रान्सलेसन होइन एडिटिङ त्यस्तो काम गर्दै गर्दै बिहान उठ्यो त्यही काम गऱ्यो बेलुका अलिकति एक्सर्साइज गऱ्यो। त्यो कुनै एकदम स्पेसियल यस्तै भन्ने त्यस्तो त्यो सुनाउनु परेको चाहिँ छैन। अनुवादकै कुरा आउँदै गर्दा अस्ति भर्खरै पनि सरले एउटा जुन त जापानिज पुस्तकको अनुवाद गर्न आएको छ। जापानिज भन्दा पनि मैले जापानिज के अरे एउटा हाइकुसँग त्यो चाहिँ त्यो मैले आफूले लेखेको भयो। अनुवाद चाहिँ रिसेन्टली एउटा चाहिँ सत्यको जन्म भनेर कमला हेरिसको अटोबायोग्राफी अर्को चाहिँ एमन बटलर भन्ने एउटा आर्थिक अर्थविदले लेख्नु भएको यो फिलोसफी सम्बन्धी किताब छ। के हो सर यहाँको बाल्यकालदेखि नै सुरु गर्न मन लाग्यो। विप्लव प्रतीकको जन्म ठ्याक्कै कुन ठाउँमा त हो सर? मेरो कति समयदेखि अथवा कुन उमेरदेखि लेखन यात्रालाई कसरी सुरु गर्नुभयो सरले सर? के अरे लेख्दै गर भन्दाखेरि मेरो विचारमा म 16 वर्ष उमेरदेखि चाहिँ मेरो रेगुलर पनि भयो। त्यो चाहिँ अहिलेसम्म अमरत जारी छ। त्यो के अरे टुङ्गेको छैन अहिलेसम्म। के कारणले चाहिँ तपाईँलाई कविता अथवा कवि बन्छु भन्ने किसिमको भान भयो अनुभूत भयो कि यतिकै लेख्दा लेख्दै ओहो भन्ने टाइपले पो लेख्न सुरु गर्नुभयो कि कसैले छ? त्यो चाहिँ अब मेरो बुवा चाहिँ एकदमै मलाई चाहिँ के अरे के भन्छ कथा लेख्नुहुन्थ्यो। उहाँ स्टोरी राइटर हो। उहाँको टाइममा मानिसहरूले रिकगनाइज गरेको राइटर हुनुहुन्थ्यो होइन। अनि तर उहाँलाई थाहा छैन किन बच्चैदेखि चाहिँ मलाई चाहिँ कवि बनोस् भन्ने चाहिँ उहाँको इच्छा। र चाहिँ किन त्यस्तो इच्छा उहाँले राख्नुभयो होइन। त्यो कसैले बन भनेर भन्नु बनिने चिज त केही पनि होइन। त्यो त्यसमा लागि स्कुल छ न केही छ होइन। अनि उहाँको एकदम इच्छा। अनि घरमा चाहिँ अब के उहाँको साथी भवानी घिमिरे भन्ने उहाँ चाहिँ भद्रकको छापाको। अनि उहाँ हुनुहुन्थ्यो। उहाँ चाहिँ कस्तो हुन्थ्यो एकदम करिस्मेटिक हिसाबले चाहिँ आफ्नो पोइट्री पढ्नुहुन्थ्यो। उहाँको
एउटा स्मृतिका छालहरू के यस्तै खिचिरहेको थियो तरङ्गहरू के के भन्ने त्यसमा भएको जति कविताहरू छ उहाँ कण्ठ उहाँले वाचन गर्न सक्नुहुन्छ कि अनि एकदम उहाँको वाचन शैली पनि एकदम खतरा लाग्ने होइन अनि प्रोफेसर छन् दाईहरू बासवासी दाईहरू चाहिँ नि अब उहाँको साथीहरू त्यसले गर्दा एक प्रकारको त्यो के भन्ने अब त्यो प्रति केही एउटा ऊ भएर जस्तो लाग्छ मनमा होइन अनि अब लेख्न थाले 16 वर्षदेखि तर त्यो के छ भने त्यो अभ्यास थियो तिनीहरू अब त्यो त धेरै टाइम लाग्यो मतलब मैले धेरै वर्षको अभ्यासपछि बल्ल चाहिँ नि त्यो राइटिङ साँच्चीकै लेख्नमा चाहिँ नि ट्र्याकमा चाहिँ नि धेरै वर्षपछि आफूले जानियो होइन सुरुवाती प्रारम्भिक कालको लागि त मैले त्यो मैले लेखेको पोइट्रीहरू अब त्यो पोइट्री भनेर भन्नु मिल्छ कि मिल्दैन आफूलाई फर्स्टमा लेखेको कुन कविता थियो होला मैले कविता भनेर लेखेको याद छ सरलाई त्यो बेलामा यस्तो छ त्यो बेलामा मैले चाहिँ नि त्यो बेलामा हाम्रो एउटा सेल्फ पोर्ट्रेट भनेर चाहिँ आफ्नो बारेमा पोइट्री लेख्ने एउटा चलन जस्तो थियो कि अनि भोपी दाईले पनि केही लेख्छन् होइन केर्छन् अनि फेरि लेख्छन् भनेर त्यो बिचरा भोपी सेर्छन् भनेर भन्ने जो गर्नुभएको थियो त्यस्तै मैले पनि त्यो श्लेष मान्तक वनमा भड्किरहेछ विप्लव होइन त्यो बागमती नदीमा बगिरहेछ त्यसैको प्रतीक शोषकहरूद्वारा शोषित बिचरा विप्लव प्रतीक भनेर यसरी लेखेको थियो त्यो टाइममा त्यसरी पर्दैन सरी यहाँको नामलाई पनि खोइ जग्गा मन लागेन विप्लव प्रतीक कतै कहीँ विप्लव प्रतीक कवि लेखकसँगै राजनीतिक पृष्ठभूमिसँग त जोडिनु भएको थिएन त्यो समयमा विप्लव प्रतीक त्यो यो नाम रहन गयो सुरुवातमा नौरानमै यो यही पछि तपाईँले विप्लव प्रतीक भनेर चाहिँ आफूलाई लेख्न रुचाउनु भयो के यस्तो अब नारायण चरण ढकाल भन्ने पछि मेरो बुवा चाहिँ नास्तिक थियो होइन उहाँको छोरा भएर जन्मिने सौभाग्य पाइसकेको त्यस्तो नारायण चरण भन्ने काम हुँदैन थियो मैले गर्नु भएको छु काम होइन त्यस कारण त्यो बेला मैले पछि अर्को नाम पनि त्यस्तो केही छैन अनि बुवा चाहिँ नि अब राजनीतिक पृष्ठभूमिको मान्छे उहाँ चाहिँ नि कम्युनिस्ट आन्दोलनमा हुनुहुन्थ्यो अनि उहाँले चाहिँ अब छोरा भनेर चाहिँ विप्लव गरेर चाहिँ एउटा सङ्घर्ष एउटा परिवर्तन र क्रान्तिको प्रतीक स्वरूप चाहिँ उहाँले राख्नुभयो अनि त्यो नाम उहाँले राखिदिनु भयो त्यसपछि के अरे मान्छे भनेको नौले मान्छे र स्वास्नी मान्छे मात्रै हुन्छन् जात दुइटा छ भनेर उहाँले सिकाउनु भयो त्यसमा मैले जस्तो ट्रान्सजेन्डरको कुरा आएको थिएन त्यही भएर चाहिँ उहाँले मलाई उदाहरण दिँदाखेरि एउटा लोग्ने मान्छे हुन्छ र स्वास्नी मान्छे हुन्छ त के हो लोग्ने मान्छे जात भइस तेरो आमा तेरो बहिनीहरू यो चाहिँ स्वास्नी मान्छे जात भएर त्यही भयो अरू जात हुँदैन भनेर सिकाउनु भएको थियो त्यसपछि त्यो चाहिँ मलाई चाहिँ उहाँको त्यो बानी चाहिँ एकदम ब्रह्मवाक्य जस्तो महसुस हुन्थ्यो जहिले पनि सो प्रत्येक चाहिँ मैले आफै नै वर्णन गरेँ भन्दाखेरि मेरो नागरिकता मेरो पासपोर्ट होइन मेरो सबै कागजपत्र त्यो नै हो सबैतिर विप्लव प्रतीक त्यो नै हो र त्यो बाहेक म अरू केही पनि होइन र नेपाली कविता र जीवन भन्दाखेरि हामीले डेली के हुँदो रहेछ डेली बिताउनु पर्ने एउटा भौतिक जीवनको जुन निड्सहरू हुन्छ आवश्यकता हुन्छ होइन त्यो र यता त्यो आर्ट भनेर त पोइट्री भनेर त आर्ट भयो होइन अनि त्यो मात्रै अब पोइट्री गरेर त कसैले खानु पनि पाएको छैन होइन उनीहरू मरिसकेपछि मात्रै उनीहरूको कृतिहरू बिक्री हुन्छ अनि पैसा हुन्छ होइन पोइट कविहरूको त्यही नै हो नियति होइन त्यस कारण त्यो चाहिँ नि यता रेगुलर लाइफको चाहिँ कसरी त्यसको चाहिँ तालमेल हुन्छ त्यसको ब्यालेन्स कसरी हुन्छ भन्ने आशय हो भने चाहिँ नि त्यसलाई जोड्नु जरुरी छैन उसलाई आफूलाई लागेको छु नि त्यस्तो कि मैले आफ्नो पोइट्रीलाई जोगाउनुको लागि मैले एउटा सानो कुरा कस्तो भन्दाखेरि कवि हुनु भनेको चाहिँ नि लोभ मोह होइन अहङ्कार रिस ईर्ष्या
जस्तो मानसिक विकारहरुलाई चाहिँ त्याग गर्दै जाने प्रोसेस हो के कविको मोहब्बत चाहिँ त्यस्तो हुनुपर्छ कविको दिमाग त्यो हुनुपर्यो त्यो सबै हटेर जाने क्रममा अनि त्यसपछि चाहिँ नि बल्ल उसले लेखेको कृति हुन्छ है भन्ने मलाई त्यो फिलिङ भनेपछि त्यो सबै चिज नभएको अनि कविता लेखिरहेको अब जीवनलाई चाहिँ अब कसरी चलाउँदै त्यस्तो पैसा पनि आउँदैन हैन सुन्नु त फेरि मान्छेले मन पराउँछन् हैन अनि कोही मोटिभेट हुन्छन् कोही चाहिँ एकदम भित्र डिप फिलिङ उनीहरूले गर्छन् त्यो रमाइलो कुरा हो हैन भनेपछि अब त्यसलाई जोगाउनु के गर्नु त त्यो चिज भन्दाखेरि मैले आफूले चाहिँ कुनै एउटा टाइममा मैले फिल्म निर्देशन गरेँ हैन के अरे अनि कुनै टाइममा चाहिँ मैले पत्रकारिता गरेँ हैन अनि त्यसपछि सँगसँगै मैले चाहिँ एडभर्टाइजिङ एजेन्सी पनि काम गरेँ हैन एडभर्टाइजिङ एजेन्सी चाहिँ मैले ऊ गरिनँ के भन्छ यो लोकल एजेन्सीहरूसँग काम गरिनँ हैन किनभने त्यसमा मैले आफूले डिमान्ड गरेको पैसा त्यसको हुँदैन पत्रकारितामा पनि हुनुहुन्थ्यो इमान खबरमा हुनुहुन्थे यो सबै कविता लेखनदेखि फिल्म निर्देशनदेखि पत्रकारिता पेसा पनि यहाँले गरेर आइसक्नु भएको छ अहिले विभिन्न बुकहरू अनुवाद पनि गरिरहनु भएको छ यो हुँदै रहँदा सर लगभग पत्रकारितालाई पनि यहाँले निहाल्नु भयो नजिकबाट चियाउनु भयो त्यससँगै गर्नु पनि भयो फिल्म निर्देशन पनि गर्नुभयो विशेषतः सुरुवातदेखि अघिसम्म कविता लेखनको यात्रामा नै हुनुहुन्छ त्यसलाई चाहिँ जवाई गर्न हुनुहुन्छ यो हुँदै गर्दा यता फिल्म निर्देशन पत्रकारिता कविता लेखनमा सबैभन्दा बढी रुचि अथवा म यसैको लागि हो भन्ने चाहिँ तपाईँलाई कवितामै भानुभयो या के अब म केको निम्ति हो भनेर भन्ने कुरा चाहिँ त्यो मैले गौर गरेर त्यो चाहिँ सोचेको छैन होइन सायद सोच्नु पर्ने हो कि त्यो पनि मलाई दिया पाएन मलाई सबैको निम्ति मान्छे असल हुन सक्दैन सबैको निम्ति प्रिय पनि हुन सक्दैन कोही पनि मान्छे होइन अनि फ्लजहरू नभएको मान्छे पनि हुँदैन होइन केही न केही त्रुटि केही न केही अरू भएकै हुन्छ मान्छेमा सर्वगुण सम्पन्न कोही पनि हुँदैन होइन तर मैले सकेसम्म आफूले जानेर चाहिँ कसैलाई चाहिँ बिगार्नु गरौँ होइन जबसम्म आफूलाई नै त्यो चिजले चाहिँ नराम्रो गर्छ होइन आफैलाई प्रहित गर्ने सम्भावना छ त्यो कुनै चिजमा भनेदेखि चाहिँ बेग्लै कुरा भयो मैले सकेसम्म सबैको असफल हो गरेर नै हो घरमा त्यो एउटा थटले चाहिँ म गाइडेड छु होइन त्यही पनि त्यति हुँदा हुँदै सबैको प्रिय बन्नुला भनेर गएको थियो होइन कोही न कोही मसँग चित्त दुखाउनु मसँग रिसाउनु मेरो नाम सुनेपछि त्यो एकदम दिक्क मान्ने मान्छेहरू होला नि होइन नहुने कुरै भएन तर के छ मैले आफूले चाहिँ सकेसम्म त्यस्तो नबन्नु भन्ने त्यो चाहिँ नि मेरो हो अनि त्यही कुराको रिफ्लेक्सन चाहिँ मैले जे काम गर्छु त्यो रिफ्लेक्सन चाहिँ पोइट्रीमा आउला होइन अनि त्यही चिज चाहिँ मेरो काम अरू गर्नुहरूमा आउला भन्दाखेरि त्यसरी चाहिँ मेरो म कस्तो छु होला भन्ने कुराले चाहिँ नै मेरो सबै चिजमा त्यसको रिफ्लेक्सन देखिन्छ र म चाहिँ सकेसम्म एउटा गुड ह्युमन बिङ भएर चाहिँ त्यसरी आफूलाई निर्वाह गरेर म मर्नु पाऊँ भन्ने त्यसबाट चाहिँ म गाइड छु होइन त्यसबाट प्रेरित छु अनि त्यसैको निम्ति नै म जन्मेको हो खासमा भनेर भन्ने चाहिँ लाग्छ मलाई जस्तै बढी भने के हो जस्तो कि सर कविहरूले के भन्नुहुन्छ नि कतिजनाले चाहिँ अब कविता लेख्नको लागि पनि एक किसिमको यो किसिमको वातावरणमा चाहिँ म लेख्न सक्छु अथवा म यो किसिमको वातावरणमा कविता कुर्छ यो किसिममा लेख्ने गर्छु भन्नुहुन्छ सरलाई चाहिँ कस्तो वातावरणमा चाहिँ कविता लेख्न मनपर्छ कविता भनेलाई त्यसलाई कुनै कन्डिसनमा राखेर होइन जस्तो म चाहिँ एकान्तमा भए पनि लेख्छु अथवा म प्रकृतिको नजिकको प्रियसी लेख्छु होइन भने त्यस्तो चाहिँ मेरो हकमा चाहिँ त्यस्तो लागु हुँदैन मैले कतिसम्म प्र्याक्टिस गरेको छु भन्दाखेरि म बसेको अर्को कोठामा कुनै घोडाबाट झगडा भइरहेको छ होइन एकदमै फाइट ठुल्ठुलो चर्कोसम्ममा अनि के मेरो रोल चाहिँ के त्यहाँ भन्दा मैले चाहिँ छुट्याउनु जानु नमिल्ने के छु अवस्था छ
अनि म त अब केही गर्नु पनि मिलेन त्यसलाई तर त्यही बेलामा अचानक म अफिसबाट निस्केकोमा चाहिँ अचानक मेरो दिमागबाट पोइट्रीले मतलब ट्रिगर गर्यो कि अनि त्यो म यहाँबाट गएँ बाइक लिएर चाहिँ अफिससम्म पुग्दा त्यो बिर्सिन्छु मैले भयो उता डाङडाङ र डुङडुङ भएर यता म बसेर कविताले सिटाएर म किनिरहेको के होइन अनि जस्तो कुनै प्रकृतिमा एकदम मनोरम ठाउँ नेपालको त सबै ठाउँ मनोरम छ होइन एकदम सुन्दर सौन्दर्यको खानी नै हो हाम्रो अनि त्यस्तोमा गइसकेपछि त्यहाँ उसरी कविता आउँछ मलाई चाहिँ आउँदैन होइन त्यहाँ गयो त्यहाँ गइसक्यो त्यो हामी घुम्यौँ ट्राभल गऱ्यौँ अनि त्यसपछि त्यो फर्केर आइसकेपछि जब घरमा होइन 3 दिन 4 दिन 5 दिन त्यसको त्यो चिजहरूले बिस्तारै त्यहाँ केले आफूलाई एट्याक गरेको छ केले आफूलाई चाहिँ बुझ्छ भनौँ न त ट्रिगर गरेको छ त्यस्तो चिजहरू जुन फर्मेन्ट भएर होइन जसरी हामीले रक्सी बनाउँदाखेरि त्यो त्यसलाई पाउँछौँ फर्मेन्ट गर्छौँ होइन अनि 15 दिन 20 दिनको त्यो मिसिन्छ मिस्केपछि त्यसमा जुन बास्ना आउँछ होइन र त्यसमा एल्कोहलको मात्रा आउँछ है त्यस्तै चाहिँ पोइट्री भनेर मेरो हिसाबमा चाहिँ मेरो जर्नी मेरो यात्रा मेरो लाइफ चाहिँ नि त्यो पोइट्री फर्मेन्ट गर्ने चाहिँ एउटा चिज हो होइन अनि त्यही अनुसारले कुन बेलामा कुन चिज फर्मेन्ट हुन्छ त्यो लेख्ने हो अनि कुन बेलामा कुन आउँछ त्यो गर्ने हो होइन अनि हठात अब त्यो कहाँ गयो प्रकृति गयो कविताले त्यस्तो प्रतिभा चाहिँ उसमा छैन करेक्ट जस्तो सयहाँले लेख्नुभएको गीतहरू पनि कविताहरू त छँदैछ गीतहरू पनि धेरै पपुलर गीतहरू नै छ जस्तो कि दीप श्रेष्ठले गाउनुभएको अहिलेको समयमा पनि मिल्ने गीत होइन अझ विशेष गरेर गाउँघरमा जन्मिएर अलिकति परदेशिएको अनि अझ बर्खा समयमा सायद सबैको मनमा छुन्छ होला मलाई पनि त्यो बाल्यकालदेखि नै मन परेको गीत हो आजसम्म पनि एकदमै मन छुन्छ त्यो गीतले जस्तो गाउँमा सायद पहिरो गयो कि यो गीत कुन सन्दर्भमा कसरी सरले लेख्नु भयो जति हामीले सुन्दाखेरि यो मेरै लागि लेख्नु भएको हो कि अब हामी गाउँघर अधिकांश काठमाडौँमा अथवा देश छोडेर जानेहरू होइन धेरै जसो परिवारसँग बिछोडिनु पर्ने स्थिति नै छ अहिले देशको स्थिति पनि होइन टाढा टाढा रहँदै गर्दा आफ्नो गाउँलाई सम्झिँदै गर्दा त्यो गीत सुन्दै गर्दा कस्तो भावुक भइन्छ क्या सधैँ चाहिँ कस्तो सन्दर्भमा लेख्नु भएको थिएछ यदि त्यो मैले कति कति भनिसकेको छु तर अब यहाँ यो दृष्टिकोण विथ दीक्षामा चाहिँ अब यसका दर्शकहरू जो हुनुहुन्छ उहाँहरूको जानकारीको लागि त्यो चाहिँ कस्तो भन्दाखेरि मैले म 16 वर्षमा चाहिँ अलग्गै बसेको घरबाट बाहिर निस्केर अनि म चाहिँ नि अब भाडामा सिमेन्टेड घरमा बस्थेँ होइन अनि बुवा चाहिँ नि काँचो माटोले जोडाइ भएको घरमा उहाँले पनि त्यस्तो बस्नुहुन्थ्यो होइन उहाँको सिरानीको छेउ गयो त्यो चिरा पनि परेको छ त्यो फर्केको कुरो झापामा के होइन यहाँ म त काठमाडौँ जन्मेको होइन अनि अब गयो त्यो बेलामा चाहिँ के अरे त्यो बाटोमा बस्नुहुन्थ्यो होइन म चाहिँ नि अब हामी धेरै ठाउँ बस्ने सरले सक्थेँ त्यो बाटो पनि पुगेको हो अनि त्यसपछि त्यहाँनिर के अरे यो पानी पर्दाखेरि चाहिँ मलाई एकदमै गाह्रो हुन्थ्यो कि अनि किन भन्दाखेरि पानी पर्दैन म त सिमेन्टेड घरमा छु केही प्रबन्ध होइन त्यो घरमा त पानी पनि चुइन्थ्यो कि फेरि हामी बर्खा हुँदाखेरि त्यो माथि कुदिहाल्नु त्यो बाटा सट्टा लिएर ट्रक सट लिएर होइन पानी चुइन्थ्यो छानाबाट अनि त्यो पानी थाप्यो अनि भरिएपछि फेरि फ्याल्यो हाम्रो ड्युटी हुन्थ्यो थानेर पानी थापिन्थ्यो त्यस्तो थियो अनि त्यसपछि त्यो बुवाको याद आउन केही भयो कि भोलिपल्ट अफिसमा हामी स्कुलमा फोन गरेर अनि सोधेपछि उहाँलाई सक्स सोधेँ उहाँको सन्चै भएको उहाँलाई केही पनि नभएको थाहा भएपछि मन दुःख हुन्थ्यो होइन अनि त्यो धेरै वर्ष चल्यो त्यो चिजहरू अनि मेरो विचारमा त्यस्तो चिजहरू चाहिँ धेरै 10-15 वर्ष चलिसकेपछि अनि एक दिन चाहिँ अचानक त्यो चित्तवन हुँदाखेरि पाडी आएको थियो अचानक 2 लाइन फुर्यो मेरो त्यो हर रात सबै मैठो हुन्छ गाउँमा सायद पहिरो गयो कि भन्ने लाइन त्यहाँ लेख्यो चित्तवन त्यसपछि काठमाडौँ फर्किरहेको छु त्यो बेला म पुल्चोकमा प्यारा गरेर बस्थेँ त्यहाँनिर त्यहाँ आएपछि बाँकी सबै त्यहाँ आएर मैले पुरा गरेको 2 लाइन थियो चित्तवन
त्यो अब फुवाको सँगको मेरो आत्मीयता प्रेम होइन त्यसैको उपज होला त्यसैको के अरे परिणाम होला त्यो चिज होइन 2054-55 शादी हो यो भी पुरै गर्नुभएको यो 56मा रेकर्ड भयो तर लेखेको 46 सालमा कि 2046 सालमा लेख्नुभयो 56मा रेकर्ड 10 वर्षको ग्याप पछि 10 वर्ष 15 वर्ष लगाएर के अरे त्यो पीडाले चाहिँ त्यो गीत निकाल्यो त्यसपछि त्यो गीतलाई चाहिँ फेरि बाहिर राख्नु गयो चाहिँ लगभग तिनै समय लाग्यो त्यो सो यति बेला हामी आज यहाँ कविता सुनेनौँ भने त अपुरो नै हुन्छ मलाई मन छ वाला मलाई पनि सुन्न मन छ बिचमा स्वर्ग सृजना त सुन्नै पर्ने हुन्छ मैले बोकेर त लिएन त्यो सुनाउनु पर्ला भनेर होइन थाहा भएन अब मैले चाहिँ नि के भन्छ त्यसलाई त्यही कन्ठ अहिले भएको चाहिँ मलाई अवश्य छ नि मलाई मन छ म भएको कसैलाई थाहै नहोस् मलाई मन छ म गएको पनि कसैलाई थाहा नहोस् म बन्न चाहन्छु पानीको निर्मल थोपा जुन थोपाको मात्रै कुनै मूल्य छैन म बन्न चाहन्छु हावाको शीतल झोक्का जुन झोक्काको मात्रै कुनै अर्थ छैन मलाई मन छ म भएको कसैलाई थाहै नहोस् मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस् म बन्न चाहन्छु जङ्गलमै ओइलिने फुल म बन्न चाहन्छु जङ्गलमै ओइलिने फुल जुन फुल कसैको अभिलेखमा छैन म बन्न चाहन्छु त्यस्तो प्राचीन कला जुन आज कसैले सम्झेको छैन मलाई मन छ म भएको कसैलाई थाहै नहोस् मलाई मन छ म गएको पनि कसैलाई थाहै थ्याङ्क यू सर यहाँको दृष्टिकोणमा ठ्याक्कै कविता के हो के रहेछ अब यस्तो छ अब कविता यो भनेर भन्नु कसैले सबैको परिभाषा एउटै नहोला यहाँलाई इलानीको दृष्टिकोणमा यहाँको दृष्टिकोण यस्तो छ मेरो आफ्नो सोचन के छ मैले कविता यो हो भनेर चाहिँ पहिलाउनु सकेको छैन मलाई जुन दिन लाग्छ कि मैले कवितालाई चिने अथवा बुझेँ कविता भने यो रहेछ भनेर पनि फिल भयो त्यसले मेरो कविता रहँदैन जस्तो लाग्छ मलाई किनभने यो जबसम्म मेरो यो खोजी रहिरहन्छ कविता लेखनको होइन त्यो खोजी मेरो जुन टुङ्गियो भनेपछि त मैले लेख्न सक्दिनँ होइन त्यस कारणले त्यसैको निम्ति होला हामीले चाहिँ हामी नभएको मैले चाहिँ त्यो यही हो भनेर खै सब पत्ता लगाउन सकेको छैन अनि त्यो मलाई एउटा ब्लेसिङ्स जस्तो लाग्छ किनभने मैले अघि नै भने जुन दिन थाहा पाउँछु त्यो दिनदेखि मेरो हातबाट कविता फुस्किन पनि सक्छ के अरे होइन जस्तो सर यहाँले अघि हाइकुको पनि कुरा गर्नुभयो होइन यो यहाँले जापानिजको अनुवाद गर्नुभयो कि आफै लेख्नु भएको होला हो मैले आफै लेखेको होइन के अरे फर्म चाहिँ नि जस्तो हाम्रो छन्द कवितामा भन्छन् होइन त्यसमा एउटा मिटोमा बसेर लेख्नु पर्यो होइन जस्तो गजलहरू भए अनि अब रुवाई भन्ने हुन्छ त्यस्तै एउटा फर्म सोनेटहरू भने जस्तै त्यो जापानिजहरूको चाहिँ एउटा हाइकु भन्ने उनीहरूको चाहिँ एउटा ट्रेन्ड रहेछ त्यो धेरै वर्ष अगाडिदेखि 18औं शताब्दी कहिलेदेखि त्यो चाहिँ बेसी होला 12औं शताब्दीदेखि होला सायद त्यो यो तत्काल याद भएन अनि त्यो त्यसमा चाहिँ 5वटा के अरे अक्षर अनि 7वटा अक्षर अनि त्यसपछि 5वटा अक्षर है त्यति गरेर त्यति भित्रमा एक्सप्रेस गर्नुपर्छ त्यसलाई नेपाली मुक्तक र हाइकु एउटै हो कि अलग हुन्छन् अलग हुन्छ मुक्तक 4 लाइन भन्नु पायो होइन त्यसपछि नि 10-10वटा अक्षर भएको अथवा 15-15वटा अक्षरको 4 लाइन गरे पनि भयो होइन यसो स्ट्रिक्टली त्यो त्यसैमा बस्नुपर्छ होइन जस्तो त्यो मैले लेखेको एउटा म भनिदिन्छु होइन जस्तो के छ भने तिम्रो त्यो आँखा साँच्चीकै सागर हो तिम्रो त्यो आँखा साँच्चीकै सागर हो डुब्यो कि डुब्यो होइन भन्दाखेरि तिम्रो त्यो
आँखा भन्दै 5 भयो तिम्रो 2 हैन त्यो आँखा हैन 5 भयो तल साँच्चीकै 3 सागर हो त्यो 3 छ हिसाब भयो डुब्यो कि डुब्यो त्यो 5 भयो हैन अब यसको च्यालेन्ज चाहिँ कस्तो भन्दाखेरि त्यो हामीले हाइकु लेख्दाखेरि त्यो हाइकुले एउटा इमेज क्रिएट गर्नुपर्छ इमेज त पोइट्रीमा इमेज क्रिएट गर्नुपर्छ हैन इमेज नभएको पोइट्री चाहिँ इमेज क्रिएट गर्न नसकेको पोइट्रीले चाहिँ मतलब मान्छेहरुको हृदयलाई स्पर्श गर्न सक्दैन त्यो त्यतिकै मान्छेले सुन्छन् एउटा कहानी सुन्यो अर्को कहानी उड्यो तर के छ भने मान्छेको हृदयभित्र प्रवेश गर्नको लागि चाहिँ त्यो पोइट्रीले पनि इमेज क्रिएट गरेको हैन थाहा नपाउँदो तरिका त्यसको मेसेज पनि हुनुपर्छ के होला हैन अनि अब त्यो यावत कुराहरु हुन तर हाइकुमा चाहिँ विशेष इमेज चाहिँ क्रिएट हुनै पर्यो रे हाइकुको मेन चुनौती भनेको हैन अनि जस्तो भनौँ यसमा पनि एउटा इमेज क्रिएट हुन्छ जस्तो अब अर्को चाहिँ के छ भन्दाखेरि खुर्पे जुनमा हैन खुर्पे जुनमा हैन यस्तो देख्दै छु चित्र खुर्पे जुनमा यस्तो देख्दै छु चित्र तिमी फुलेकी फेरि इमेज एउटै इमेज देखिनु पर्छ नि जरुरी छ अनि जस्तो अब तिम्रो आँखामा मैले रोपेको पीर तिम्रो आँखामा मैले रोपेको पीर गुलमोहर जहाँ फुले पनि प्रष्ट देखिन्छ नि भन्दाखेरि मेरो स्वीकारोक्ति हो कि मेरो बिलगेटले अथवा मेरो कोही उसलाई चाहिँ मैले उसलाई दिएको पीर चाहिँ उसले जति लुकाएर राखे पनि उसको आँखामा मैले गुलमोहर जस्तो देख्छु भनेर भन्ने खोजेको हैन त्यो इमेज पनि क्रिएट भयो त्यहाँ हैन त्यसको चुनौती भनेको के इमेज क्रिएट गर्नु पर्यो लेख्नु र सटेत अनुवाद पनि गरिरहनु भएको छ अनुवाद अन्य देशको अन्य भाषाको अनुवाद गर्दै गर्दा लेख्नु जटिल कि अनुवाद गर्नु जटिल के हुन्छ सर ट्विटरको आफ्नो खालको हुन्छ के हुन्छ जस्तै हामीहरू के छन् मान्छे हामीहरू मलाई के लाग्छ मान्छे अब चारित्रिक र विशेषता जुन त्यो फरक हुन्छ क्या कुनै कुराले चाहिँ उसले गर्छ के भन्छ त्यो उसको कुन फ्यामिलीको कुन कस्तो संस्कारमा हुर्कियो होइन हो अलिकति बदमासी गर्ने टाइपको चाहिँ बाउ आमाहरूबाट चाहिँ त्यो बच्चा हुर्किएको छ कि होइन उसले गुरु राम्रो पाएन धेरै कुराले काउन्ट गरेर एउटा मान्छेको चर्निको चाहिँ त्यसरी उसको चाहिँ एउटा मतलब अलग किसिमको हुन्छ होइन भिन्नता एउटा त्यस्तै यो लेख्ने क्रिएटिभ राइटिङ यो अनुवादमा पनि त्यसको फरक खालको चाहिँ एउटा च्यालेन्जेसहरू हुन्छ कि अब यो अनुवादमा चाहिँ के हुन्छ भन्दाखेरि मैले विशेष त अनुवाद गरेर मलाई चाहिँ के हुन्छ भन्दाखेरि त्यो के अरे राइटरले जे भनेको चाहिँ एक्चुअली त्यही नै चाहियो कि मैले त्यसमा थप्न मिल्दैन कि उसले नभनेको कुरा मैले त्यहाँ हाल्नु मिल्दैन मान्छेहरूले चाहिँ कतिजना मान्छेले भावानुवाद भनेर आफ्नो हात दिइरहेको छ कि होइन त्यो भनेको उचित होइन राइटरले जे भने चाहिँ त्यही नै हाल्नु पर्यो त्यो गरिसकेपछि एक्ज्याक्ट त्यस्तो गरिसकेपछि अब त्यहाँ के गर्नु पर्ने त्यसलाई पोलिसिङ गर्दाखेरि चाहिँ उसले भन्न खोजेको कुरा चाहिँ उसले अङ्ग्रेजीमा भनेको छ नि त्यो ठ्याक्कै नेपालीमा चाहिँ त्यो लेखिनु पर्यो कि नेपालीमै लेखेको जस्तो धान पार्नु पर्यो कि मान्छेलाई यो होइन कि मैले लिटरल ट्रान्सलेट गरिरहेको छु यो त अनुवाद गरेको रहेछ जस्तो चाहिँ नदेखियोस् क्या त्यसको चाहिँ त्यो छ आफ्नो होइन अनि त्यो विदेशी राइटरलाई चाहिँ जिउँदो बनाइदिनु सक्नु पर्यो उसको लेखनको आत्मा मारिदिनु भएन भने धेरै चुनौतीहरू छन् त्यहाँ गए होइन अब आफ्नो गर्दाखेरि चाहिँ के हुन्छ भने आफ्नोमा पनि आफ्नो गर्दाखेरि त्यो त आफ्नो भयो त्यो चाहिँ आफ्नो लिबर्टी चाहिँ कसरी भन्छु के गर्छु होइन मलाई जे मन लाग्यो जस्तो मन लाग्यो मैले भन्छु तर के त्यो पनि एउटा अनुशासन अनुसार भनेको हुन्छु आफ्नो काम गर्दाखेरि पनि होइन अनि त्यस कारण यसको अलिकति बेग्लै भयो कि त्यसको बेग्लै भयो यसलाई चाहिँ मेरो आफ्नै ल्याङ्ग्वेजमा लेखिरहेको छु होइन मलाई आउने अरू ल्याङ्ग्वेज
अब इङ्ग्लिसमा लेखौँला उर्दूमा लेखौँला या नेवारी भाषामा लेखौँला होइन यसमा चाहिँ अनि बेग्लै खालको च्यालेन्जेसहरू हुन्छ होइन ट्रान्सलेसनहरू चाहिँ बेग्लै खालको छ अन्तर्राष्ट्रिय स्तरको कवि अथवा चाहिँ कविताहरूबाट यहाँलाई परेको त्यस्तो कुनै प्रभाव छोएको प्रभाव भने मलाई त वर्ल्ड हिटम्यान चाहिँ मलाई असाध्यै मतलब त्यो मनपर्ने कवि हुनुहुन्छ होइन त्यसपछि अब के अरे पालुले एउटा उहाँको चाहिँ कविताहरू पनि मलाई एकदमै साथ मानेर पढ्छु होइन रुचिपूर्वक पढ्छु त्यसपछि माया एन्जेलियोहरू पनि हुनुहुन्छ होइन त्यस्तो चाहिँ मतलब छन् मतलब पोइटहरू जस्तो अब उर्दू सायदमा चाहिँ मिर्जा गालिब होइन उहाँको नाम मैले केस लिइनँ भन्छु नि त्यो एकदमै अधुरो हुन्छ नि होइन एकदमै म प्रभावित छु कि उहाँको त्यो सायरीहरूबाट वचनहरूबाट अनि त्यो पुस्किन भयो रसियाको त्यस्तै लेपै गर्दा सर अनुवाद गर्नको लागि चाहिँ यहाँलाई के कारणले प्रेरणा मिल्यो अथवा किन चाहिँ बाहिर देशको भनौँ अथवा अन्य भाषाको पुस्तक कविता सङ्ग्रहहरू अनुवाद गर्नलाई त रुचि जाग्यो यस्तो त्यसमा चाहिँ के चाहिँ मैले अघि भने नि होइन मैले कविता चाहिँ नि मेरो अब गर्लफ्रेन्ड भनौँ श्रीमती भनौँ बेलाबरी जो भने पनि कविता चाहिँ मेरो त्यति प्रिय चिज हो होइन अब त्यसलाई त मैले त्यसले मलाई चाहिँ चुलो त मेरो बाल्दैन भनेपछि मेरो चुलो बाल्नुको लागि त मैले त्यसलाई जोगाउनु पऱ्यो के गरेर जोगाउनु भन्दाखेरि त्यो अनुवाद पनि त्यही एउटा पर्छ किन अनुवाद गरेर म अनुवाद गरेको पात्र चाहिँ मैले पैसा पाउँछु होइन सो मलाई त्यो पोइट्री लेख्नुलाई चाहिँ भनौँ न पोइट्रीले मलाई खानिदियोस् भनेर मैले आशा गर्नु नपर्ने अवस्था क्रिएट भयो नि त त्यसले गर्दाखेरि त्यसलाई गर्नु त्यही अब भनौँ पैसा पाएन भने त मलाई गर्नु लागि कति किताबहरू छन् होइन तर त्यो मैले गर्नु भ्याउँदिनँ मैले सक्दिनँ किनभने मेरो त्यहाँनिर नै पैसा छैन होइन यसलाई अन्यथा नलिदिनु होला होइन किनभने त्यो मेरो प्रोफेसन हो कि जे जति काम आउँछ होइन मलाई चाहिँ नि अब त्यसको पैसा आउने भएको कारणले नै गर्नु त्यसलाई नेपाली परम्परागत कविताहरूबाट के आत्मसात गर्नुभएको छ मैले चाहिँ के अरे पहिला चाहिँ नि अब अलिकति क्रान्तिकारी टाइप भनौँ के भनौँ यो छन्द कविता भनेको त कामै छैन होइन त्यो त कवितै होइन भन्ने जस्तो त्यस्तो किसिमले त्यहाँबाट एकदम टाढिएर बसिएको थियो त्यो त्यसको दम जब सञ्जनी सिद्धिचन्द्र श्रेष्ठको कविताहरू दुर्गालाल श्रेष्ठको कविताहरू छन्दमा लेखिएकाहरू त्यसपछि लेखनाथ पौडेलका कविताहरू जब पढियो अनि त्यसपछि ओहो यो त खतरनाक चिज रहेछ त्यो त भनौँ न एउटा सिस्टममा बसेर अनुशासन बसेर यतिसम्मको चिज भन्न सकिँदो रहेछ यसमा भने त्यो पछि जानकारी भयो पहिलेदेखि नै रुचिपूर्वक नपरेको भएर त्यो छन्दमा अहिले पनि त्यो फेरि अहिले लेखिने छन्दहरू जति पनि भेटिन्छ अधिकांश छन्द चाहिँ त्यो आत्मा गुमाएपछि पनि त्यो उचेरी छ त्यो मिटरमा छ होइन सार्वजनिक होला अथवा के होला पच्चो चामल होला के होला त्यो त्यसमा बसेर लेखेको त छ तर त्योभित्र आत्मा छैन कि है त्योभित्र ज्ञान छैन कहीँ चाहिँ त्यो कुरै त्यस्तो भयो होइन अनि अरू बाँकी पोइट्रीहरू चाहिँ मैले करिब कति 23 होइन 16 वर्ष उमेरसम्म मैले कुनै पनि कविको कविता चाहिँ पढिनँ कि लेख्न सुरु गरेको 16 वर्षसम्म 16 वर्ष उमेर हुँदाखेरि मैले त्यति बेला चाहिँ बाउले ठुसिराख्नु भएको थियो कवि भनेर होइन इन्ट्रेस्ट भइहाल्यो भने त्यो अर्काको पढ्यो भने अर्काको गऱ्यो भने हुँदैन हो भनेर नपढ्ने अनि 17-18 वर्ष कि 19 वर्ष हुँदाखेरि मलाई मेरो साथीले मेरो शिशिर सुब्बाहरू मेरो एकदम अन्तरङ्ग साथी उसले चाहिँ मलाई मेरो बर्थडेमा
एक्सप्रेसन आफ्टर डेथ भनेर चाहिँ बालकृष्ण शर्माले आफैले अङ्ग्रेजीमा उद्धार गर्नुभएको किताब गिफ्ट गरेको थियो मलाई। अनि त्यो पढ्दाखेरि चाहिँ म त्यसपछि त मेरो दिमाग अन्तै पुग्यो कि अब यो लेभलको पोइट्री लेखिनु रहेछ, यो लेभलको भइरहेछ होइन। म चाहिँ उनीहरूको प्रभाव पर्छ कि भनेर चाहिँ नपढेको। भरे मेरो त्यो साथीले के भने तिमी पोइटले पोइट्री पढेन सुन्देखि होइन के भयो प्रभाव पर्दैन। प्रभाव पऱ्यो भने त्यो प्रभावबाट मुक्त हुने त अरू तरिकाहरू छन्। त्यस कारणले पढ्नुपर्छ भनेर भने अनि त्यसपछि मैले पढ्न थालेपछि मलाई चाहिँ नि हाम्रो के भन्नु विशेष चाहिँ नि एकदमै भित्र गरेको चाहिँ नि गोपाल प्रसाद रिमालका केही कविताहरू होइन, लेखनाथ पौड्यालको कविताहरू, त्यसपछि बालकृष्ण शर्माका कविताहरू होइन, यस्तो सीमित कविहरूका कविताहरू चाहिँ नि त्यो त समीक्ष मलाई एउटा मेरो त्यसपछि पढ्न थाल्नुभयो। कविताको तिर्खा चाहिँ नि त्यहाँबाट मलाई जाग्यो। सर अहिले आउँदै गरेको नयाँ पुस्ता भनौँ कविहरू जति पनि जन्मिँदै हुनुहुन्छ नयाँ पुस्ता उहाँहरूमा चाहिँ यहाँले देख्दा हेर्दा अथवा बुझ्दा अरूको पढ्ने अथवा पढ्ने बानीको विकास चाहिँ कतिको छ जस्तो लाग्छ, कतिको देख्नुहुन्छ? त्यो म त कसरी गेस गर्ने? आज यस्तो हुन्छ नि त जस्तो कि सामाजिक सञ्जाल विशेष गरेर मोबाइलहरूले पढ्ने जमाना, पुस्तक हेर्ने जमाना, पत्रिका पढ्ने जमाना हराइसक्यो भन्छ। कविहरूमा चाहिँ कतिको अध्ययनशीलता पठन चेत भनौँ कतिको पाउनुहुन्छ यता? त्यो यस्तो छ त्यो चाहिँ नि अहिलेको ऊहरू चाहिँ नि अब यस्तो विषयमा बोल्नुहुन्छ कि उनीहरू मलाई थाहा छैन होइन। तर त्यही पनि यसो यहाँको अनुभव लाने समयसम्म भइसकेको छ, एक अग्रज पनि हुनुहुन्छ, यो हिसाबले सायद मजाले मिल्छ। मलाई के लाग्छ भन्दाखेरि अहिलेको पुस्ता चाहिँ नि डिस्ट्र्याक्टेड भएको छ एकदमै होइन। डिस्ट्र्याक्टेड इन द सेन्स के छ भन्दाखेरि अब कोठामा टेलिभिजनको आवश्यकता भएन होइन, मोबाइलमा टेलिभिजन पनि छ होइन। के अरे फिल्म हेर्नुको लागि चाहिँ मतलब नेटफ्लिक्स या एमाजोन प्राइम होइन विभिन्न थरीको ओहरू छ त्यहाँनिर होइन। अब त्यो के अरे फेसबुक रिल चाहिँ स्क्रोल गरे पनि दिनभरि स्क्रोल गरे पनि सिद्धिँदैन होइन। मान्छे पागलै हुन्छ त्यही पनि सिद्धिँदैन होइन। इन्स्टामा भयो त्यही छ होइन। अनि एकदम डिस्ट्र्याक्सन धेरै होइन। अनि सायद त्यसले गर्दाखेरि चाहिँ नि त्यो आफूले गरेको काममा चाहिँ अलिकति जुन एउटा टाइममै चाहिँ एउटा म्याच्योरनेस परिपक्वता जुन देखिनु पर्ने थियो होइन त्यो चाहिँ नि कमी छ कि होइन। जुन कुराले चाहिँ हामीले फेरि सच्याउन सक्छौँ एकदम भित्रबाट मनन गऱ्यो भने जस्तो उनीहरूलाई मात्रै किन नयाँ पुस्तालाई मात्रै म आफै पनि त्यो एउटा जुन तरिकाले डिस्ट्र्याक्टेड भयो बस्यो त्यसरी डिस्ट्र्याक्ट भयो भने त मेरो आफै पनि कामहरू फितल हुँदै जान्छ नि होइन। त्यस कारणले त्यसले अलिकति गरेको छ। अनि एउटाको पोस्ट चाहिँ नि फेसबुकमा पोस्ट गरेर अनि त्यसपछि साथीभाइ हुन्छ वाह कविजी कडा आयो भनेर आउँछ। अहिले 35वटा लाइक आइसकेपछि अब त्यो म चाहिँ डह्रो पोइट पाएँ भन्नुपर्ने भ्रम हुँदै एउटा ग्रुप पनि छ फेरि होइन। अब उनीहरूले पनि चाहे ढिलो चाहे उनीहरू पनि बुझ्ला ए यो होइन बाटो यो होइन। किन काव्य साधना भनेको चाहिँ नि एकदमै डिसिप्लिन एकदमै त्यो चाहिँ नि त्यो अध्ययन डिप हरेक कुराको डिप अध्ययन। अब सोसाइटीको चाहिँ नि स्ट्रक्चर के हो, हाम्रो सोसाइटी डाइभर्सिफाइड छ भने के खालले छ होइन। हाम्रो सोसाइटीको स्ट्रेन्थ के हो, हाम्रो सोसाइटीको विकनेस के हो। अनि जुनसुकै जातिको मान्छे भए पनि नेपालीहरूको कमन कल्चर एउटा छ, कमन एउटा बानी छ होइन होइन। त्यो इमान्दार एउटा अनेस्टी पनि हुनसक्छ त्यो बानी होइन। अनि एकदम एकदम विदेशीहरूलाई चाहिँ एकदम न्यानो के अरे अङ्कमाल गर्ने न्यानो सौहार्दपूर्ण व्यवहार गर्ने त्यस्तो पनि भएर त्यो सबै आममा भेटिएको ऊहरू होइन भनेपछि त्यो चिजहरू होइन। अनि त्यसपछि हाम्रो के अरे
भूमिको चाहिँ डाइभर्सिटी के छ हैन यहाँको वनस्पति के छ देखि लिएर इन्टरनेसनल सम्पूर्ण चिजहरुको हैन अनि एन्थ्रोपोलोजीको बेसिक नलेज बढी ज्ञान दिन थाले के हो है अनि सोशियोलोजी हैन एन्थ्रोपोलोजी मानव के मानव शास्त्रको भयो हैन समाजशास्त्र समाजलाई चिन्नुको लागि त्यसपछि गएर साइकोलोजी त्यो चाहिँ मनोविज्ञान मान्छेको मनोविज्ञान बुझ्नुको लागि यो तीनटा चीजको बेसिक छ अनि बाँकी चिजै पढे पनि हुन्छ त्यो सबै अब त्यो नभइकन चाहिँ मतलब मेरो विचारमा त्यो खजिलो चिज निकाल्न सकिन्छ जस्तो लाग्छ आज हामी यो एउटा संयोग पनि होला सरको बिहान कान्तिपुरमा हेरिरहेको थिएँ कोसेलीमा कविता प्रकाशन भएको रहेछ मैले संयोग पनि होला आजकै दिनमा कोसेलीमा सरको कविता प्रकाशन भएको रहेछ ठ्याक्कै सरसँग मेरो कुरा पनि आजै गर्न पाएँ त्यो कविता यहाँलाई याद छ भने सुन्नुहुन्छ सर मलाई त्यो कविता याद छ फेरि ठिक छ त्यो नभए यति बेला सरलाई जुन याद छ त्यहीसँग हो है किनभने मैले रोजाइमा भन्दै गर्दाखेरि यादमा भएको पनि पर्न सक्छ हजारौँ लेख्दै गर्दा अब सबै याद गरेर पनि सकिँदैन हैन यसमा चाहिँ के छ मैले यसको मैले त्यो पुरानै चिज यो के अरे सुरेदी भन्दा पनि नयाँ सधैँ लेखेको एउटा चिज छ त्यस्तो नसके यो चाहिँ गीत हो अनि यो कम्पोज पनि भइसक्यो हैन अनि यो चाँडै रेकर्ड पनि हुन्छ अनि के लेखेको छु भन्दाखेरि यो दर्द के हो यो दर्द के हो सहनु के हो यो दर्द के हो सहनु के हो केही बुझिरहेको छैन किन कोही उदास किन कोही निराश केही बुझिरहेको छैन मलाई कसैले पीर दियो मलाई कसैले पीर दियो यो उसको काम मलाई कसैले पीर दियो त्यो उसको काम हो उसले दिएको दिनु नलिनु यो मेरो काम हो यो आँसु के हो यो रुनु के हो केही बुझिरहेको छैन मेरो खुसीमा खिन्न हुने यो उसको काम हो मेरो खुसीमा खिन्न हुने त्यो उसको काम हो दुःखको उत्सव मनाउनु यो मेरो काम हो उदासी के हो सम्झनु के हो केही बुझिरहेको छैन यो दर्द के हो सहनु के हो केही बुझिरहेको छैन यो गीत अब रेकर्ड गर्ने तयारीमा हुनुहुन्छ कि रेकर्ड भइसक्यो म्युजिक भइसक्यो त्यो एरेन्जमेन्टमा भएको छ त्यो हैन यतिजना सर सायद यो मैले सोध्नु कतिको उचित हुन्छ हुन त कविलाई हुन त भनिन्छ जहाँ रवि पुग्दैन त्यहाँ कवि पुग्नु सक्छ अरे होइन यति धेरै लेख्नको लागि अथवा कविताहरू यस्तो गरी कसरी सर फुरिरहन्छ यो त यस्तो हो यो त ब्याकड्रपमा चाहिँ पीडा नै हो पेन दुई थरीको संवेदनशील मान्छेहरू हुन्छन् हैन मेरो विचारमा चाहिँ एक थरी मान्छे चाहिँ कस्तो हुन्छ भन्दाखेरि यदि तपाईँले मलाई हर्ट गर्नु हो मेरो चित्त दुखाउनु भयो मेरो चित्त दुख्यो है अब म संवेदनशील छु क्या हैन तर अर्को थरीको मान्छे कस्तो हुन्छ भन्दाखेरि मेरो कारणले अर्कोलाई हर्ट भएको छैन त्यो संवेदनशीलता चाहिन्छ फेरि यहाँ पनि कस्तो हुन्छ मेरो कारणले कोही हर्ट भएको छ मलाई थाहा छ तर त्यसको निम्ति मसँग के पनि उपचार छैन त्यस्तो सक्नु होला तर उसलाई हर्ट भइरहेको छ भनेर भन्ने कुरा चाहिँ मैले चाहिँ त्यति चाहिँ थाहा पाउन सक्ने कि छु संवेदनशील चाहिँ म हुनुपर्छ भने यो अवस्थामा आइसकेपछि जो अरूप्रति संवेदनशील छ त्यो मान्छे सबभन्दा बढी दुःखी हुन्छ कि हैन यसको मतलब म चाहिँ के छ म दुःखी छु हैन म जहिले पेनमा छु पीडामा छु भनेर चाहिँ मैले सहानुभूतिको आशले भनेको होइन हृदय चाहिँ त्यसरी रेटिरहेको हुन्छ क्या विभिन्न कारणहरूले हैन कोही विभेद देख्दाखेरि चित्त दुखिरहेको होला
हैन कोही असमानता देखेर चित्त दुखिरहेको होला हैन कोही चाहिँ राजनीतिमा चाहिँ त्यो यो नाङ्गो नाच चलिरहेको छ जनताहरू तपाईँ हामीहरू त वास्तवमा त त्यो भाग्यमानी त होइन ग देश चाहिँ भाग्यमानी देशमा जन्मेको हामी तर यो एकदम के अरे खेललाग्दो नेताहरूबाट रुल हुनु परिरहेको छ हामीहरू जसले हामीले लडाउने बचाउने जुटाउने काम पनि उनीहरूकै छ गरिरहेको पनि छन् होइन अब तर त्यो चिजबाट पनि पीडा छ पीडा नआउने ठाउँै छैन के कोही आफन्तजन डेथ भयो कुनै काम हरेक ठाउँ त्यो औँको निम्ति जब संवेदनशील हुन्छ मान्छे होइन त्यो भइसकेपछि त्यस्तो त्यो पीडा उसले निरन्तर बोकेर हिँडिरहेको हुन्छ र पोइटलाई चाहिँ उसलाई ऊ आम मान्छे जस्तो त्यो उसको लाइफ चाहिँ इजी हुन्छ जस्तो लाग्दैन मलाई कमसेकम मेरो चाहिँ हुँदैन म हाँसिरहेको हुन्छु साथीहरूसँग गफ गरिरहेको हुन्छ यसको मतलब दिनभरि त्यो एउटै ओडारमा त्यो पिरको ओडारमा बसेर त म दिन बिताउने होइन मेरो आफ्नै लाइफ छ तर के चाहिँ सँगसँगै एउटा ब्यागेज चाहिँ बोक्यो म त ब्यागेज नहुनु एउटा के चिज चाहिँ भारी चाहिँ एउटा पिरको भारी चाहिँ बोकेर हिँडिरहेको हुन्छ होइन अनि त्यसले निकाल्ने हो त्यो कुन बेलामा कुन ठाउँमा ट्रेभल गर्छ नि इग्नाइट कहाँनिर हुन्छ कहाँनिर एउटा स्पार्कले त्यो झिल्कोले त्यसलाई चाहिँ टिप्छ र अनि एउटा चाहिँ चिज बन्छ त्यहाँनिर होइन अनि त्यो चाहिँ भर पर्छ होइन नत्र भए सधैँ एउटै खालको पोइट्री आउनु पर्ने नि त फरक फरक आउँछ नि त होइन अनि जस्तो अब त्यो राजनीतिबाट भएपछि फेरि त्यो अघि भन्दै थियो नि त्यसमा फेरि के हुन्छ भने राजनीतिबाट चाहिँ एकदमै चित्त दुखेर पुरै आत्महत्या गरौँ जाने दिउँ जस्तो भइसकेको अवस्था छ त्यस्तो गर्नु के लेखिन्छ त भयो भन्दाखेरि यो देश के अरे रोइरहेछ यो सरकार के हेरेर बसिरहेको छ भनेर होइन म चाहिँ त्यसरी लेख्दिनँ मैले चाहिँ के गरी लेख्छु भन्दाखेरि कठै पानी मागिरहे जीवनभर रित्तो उपवासम सब पोलिटिकल पार्टिजहरू भनेको रित्तो कुवाहरू होइन कठै पानी मागिरहे जीवनभर रित्तो कुवासँग आगोले वन जलायो किन गुनासो धुवासो पर यो कहाँबाट यो त यिनीहरूले गरेको के अरे गोलमालले गर्दाखेरि चित्त दुखेर आएको हो नि त मलाई कुनै प्रेमिकाले चाहिँ धोका दिएर आएको होइन तर कुनै मान्छेले चाहिँ प्रेमीबाट अथवा प्रेमिकाबाट धोका पाएको छ भने उसलाई पनि रिलेट होला नि त्यो कुरा तर आएको त फेरि त्यही चिजबाट आएको त्यो पोलिटिक्स नेताजीहरूलाई मैले यो लाइन मन पर्यो भने चाहिँ उहाँले धन्यवाद दिनुपर्छ उहाँको कारणले यस्तो लेख्नु पर्यो अहिलेको डिजिटल युगमा चाहिँ सर कविता सिर्जनामा ल्याएको सामाजिक सञ्जालले कविता सिर्जनामा ल्याएको परिवर्तनलाई यहाँले कसरी मूल्याङ्कन गर्नुहुन्छ सर कस्तो खालको परिवर्तन आएको छ डिजिटल युग आयो सामाजिक सञ्जाल आयो यसमा अब जस्तो कि अघि एकपटक यहाँले पनि भन्नुभयो कविहरू एक एजेन्डा यस्तो पनि हुनुहुन्छ जतिमा सामाजिक सञ्जालमा पोस्ट आउने त्यहाँको लाइक्स कमेन्टको भरमा भन्ने टाइपको अब यस्तो छ सामाजिक सञ्जाल भनेको कुरा चाहिँ अहिलेको एउटा के भन्छ त्यो हाम्रो एउटा माध्यम प्लेटफर्म एउटा अङ्ग नै भइसक्यो होइन अब हामी चाहिँ के छ कतिजना मान्छेले फेसबुक मेरो चाहिँ फेसबुक पेज बनायो त फेसबुक प्रोफाइल मेरो छ भनेपछि मैले के को लागि गरिरहेको छु अन्त कतिजना मान्छेले चाहिँ त्यसलाई चाहिँ आफ्नो बिजनेस प्रमोट गर्ने चिजहरू लगाइरहेको छ नि त होइन त्यो प्लेटफर्म त त्यही हो होइन कसैले इन्स्टालाई चाहिँ मतलब संसारको बेस्ट फोटो त्यो फोटोको लागि मात्रै एउटा थियो पहिला इन्स्टा भनेर तर त्यहाँ भिडियो पनि छ यो पनि छ त्यो पनि छ होइन तर त्यहाँ पनि मान्छेले आफ्नो ट्यालेन्ट देखाउने मान्छेले ट्यालेन्ट देखाइरहेको छ त्यहाँनिर उसले प्लेटफर्म पायो उसले फिल्ममा उसले चाहिँ नि काम गर्नुको लागि चाहिँ उसले चाहिँ 10औं वर्ष उसले मिहिनेत गर्नुपर्छ भने अहिले उसको त्यो चिज फैलिएर भाइरल भएर कोही मान्छेले तुरुन्त चौधरी पनि काम पाइरहेको छ होइन भनेपछि त्यो चिजलाई चाहिँ नि हामीले एकदम नेगेटिभली लिनु पनि जरुरी छ नि त त्यसलाई हामीले कसरी त्यो हाम्रो कन्ट्रोलमा कसरी राख्ने त्यो चाहियो कि जति बेलासम्म हामी कन्ट्रोलमा चाहिँ त्यो सब यिनीहरू छन् त्यो के अरे के भन्छ सोसियल मिडियाहरू होइन तबसम्म ठिक छ अनि अर्को कुरा कस्तो छ भन्दाखेरि जसले सोसियल यो फेसबुक जस्तो चिजहरू बनायो उसले चाहिँ के चाहिँ वास्तवमा भनेको थियो उसले चाहिँ एउटा
अपराध गरेको जस्तो पनि मलाई कहिलेकाहीँ महसुस हुन्छ कि उसले धेरै मान्छेको समय चोरिदिएको छ है। तर उसले नरक चाहिँ कहाँनिर छाम्यो भन्दाखेरि यो खतरनाक यो फेसबुक जस्तो उहरू चाहिँ प्लेटफर्ममा एकदम चल्नेको रिजन चाहिँ के छ भने एभ्रिबडी वान्ट्स टु बी सेलिब्रेटेड, एभ्रिबडी वान्ट्स टु बी पपुलर होइन। एभ्रिबडी वान्ट्स त्यो पिक्चर समूहहरू कतै एउटा चिजमा चाहिँ उनीहरू त्यो 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 देखिनु परेको छ धेरै मान्छेहरूलाई। त्योलाई क्यास गरेर त्यसलाई क्यास गरेर चाहिँ त्यो फेसबुकले भन्ने चिज चाहिँ त्यसरी चलिरहेछ। अब हामी त्यसमै एकदम गहिरिएर त्यसमै गयौँ भने चाहिँ हाम्रो अरू क्रिएटिभ चिजहरू घट्दै जान्छ। त्यति कुरालाई मात्रै बुझिदियो र त्यसलाई चाहिँ उपयोग होइन त्यसलाई प्रयोग गरिदियो भने चाहिँ नि हामीले के पनि त्यसले नराम्रो काम गर्दैन होइन। त्यो भइसकेको चिजलाई चाहिँ हामीले रोकेर यो त हुँदैन भनेर भन्ने कुरा पनि आएन। यदि त्यो चिज हाम्रो सोसाइटीमा हाम्रो वर्ल्डमा युनिभर्समा रहनु जरुरी छैन एउटा टाइममा गएर त्यो चेन्ज भइहाल्छ नि। अप्ठ्यारो पर्छ नि त्यो कुरा होइन। हामी अर्को युगमा पुग्छौँ फेरि। साहित्य र प्रतिरोधलाई यी बिचको सम्बन्धले कसरी परिभाषित गर्नुहुन्छ सर यहाँले? यस्तो प्रतिरोध भन्दा साहित्य लेखन भनेको मेरो हिसाबले कस्तो छ भन्दाखेरि त्यो एउटा क्रान्तिकारी चेतना भइदिन त्यो साहित्यमा कोही पनि त्यो के अरे त्यो संसारमा पुग्न सक्दैन जस्तो लाग्छ मलाई होइन। तर त्यो भनिदिँदाखेरि त क्रान्तिकारी चेत भनेर भनिदियो सिद्धियो होइन। तर त्यो क्रान्तिकारी चेत भन्नु भने त्यो एकदम भयङ्कर दुःख गरेर आर्जिनु पर्ने कुरा हो कि त होइन। कुनै चिजको त्यत्तिकै विरोध गरेर त्यो प्रतिरोध गरेर त्यो क्रान्तिकारी चेत छ भन्नुपर्ने। वाट इज रिभोल्युसन? रिभोल्युसन भनेर क्रान्ति गरेर कुनै एउटा सत्तामा बसेको मान्छेलाई सत्ता च्युत गरेर नयाँ मान्छे सत्तासीन हुने त्यो क्रान्ति हुँदैन होइन। क्रान्ति भनेको जस्तो मानिलिउँ मैले चाहिँ मतलब विललाई रेस्पेक्ट गर्छु मानिलिउँ। अन्त उनीहरूलाई हेर्ने उनीहरू त्यहाँको पात्र हो भनेर चाहिँ उनीहरूले रेस्पेक्ट गर्यो भने त्यो मेरो गलत चिज भयो। मभन्दा पनि शक्तिशाली मभन्दा पनि पावरफुल मभन्दा पनि एकदम उन्नत किसिमको चाहिँ प्राणी चाहिँ महिलाहरू हुन् होइन। त्यो रेस्पेक्ट गर्नु मेरो आफसे आफ स्वतस्फूर्त निस्किने चिज हो भनेर भएपछि त्यो बेग्लै भयो होइन। यिनीहरू दबिएका छन्। अब पहिले यो पुरुतित सताएको छ यिनीहरू चाहिँ यिनीहरूलाई चाहिँ दयाको पात्रहरू यिनीहरू सामने दिनुपर्छ गयो भने मुस्तो वयस किसिमले सोच्ने मान्छे कोही पनि हुँदैन होइन। भने त्यसो नि त्यो गर्नु के परेछ भन्दाखेरि म यो घरमा बस्दाखेरि मेरो भान्जीहरू थियो धेरै वर्ष उनीहरूलाई मैले कहिले आफूलाई अल्छी लाग्छ पानी गिलासले त्यो बोलायो होइन नाम लिएर बोलायो बोलाउँदाखेरि किन बोलायो पानी गिलास मगाउन बोलाएको होइन। तर त्यो उसलाई बोलाउनुभन्दा अगाडि मेरो बुटबाट उसको नाम आउनुभन्दा अगाडि म उठेर गएर आएकै त्यो पानी गिलास त म खान सक्छु नि। त्यो गरेर त्यो त्यसबाट म जोगिँदाखेरि के भयो भन्दाखेरि ममा फ्युडल नेचर फ्युडलिटीको म विरोध गर्छु चाहिँ फ्युडल नेचर म कम हुँदै गयो नि त। त्यो मेरो घरबाट थालेको प्र्याक्टिस हो होइन। त्यो चाहिँ क्रान्तिकारी चेत त्यसरी पनि आउँछ। त्यो नभइकन होइन कुनै पनि संसार कुनै पनि साहित्य हामीले पल्टाएर हेऱ्यो भने लियो टोल्स्टोयले जे लेख्नुभयो वार एन्ड पिस भन्ने होइन अन्ना कारेनिना भन्ने त्यो सबै किताबहरू दस्तयेभस्कीको किताबहरू त्यो सबै के छ भन्दाखेरि त्यो समाजमा भएको एउटा चलिरहेको चिजलाई चाहिँ त्यसलाई प्रतिरोध गर्नुको निम्ति निस्केका साहित्यहरू हुन् तिनीहरू। वार एन्ड पिसमा कुन बेटर हो वार बेटर हो कि पिस बेटर हो भनेर भन्ने कुरा राइटरले वकालत गर्दैन। पाठकले आफैले वार इज नट गुड भनेर भन्ने कुरा रियलाइज गर्छ। तर त्यो भन्नु लगाउनुको लागि चाहिँ के गर्नु पऱ्यो तपाईँ उसले त्यही प्रतिरोधको उसमा टेकेर चाहिँ उसले त्यो आफ्नो कृति तयार पारेका हुन् त होइन। त्यस्तो हो मलाई त्यस्तो लाग्छ। फेरि यहाँको सृजनात्मक गर्न चाहिन्छ माया अब कसैसँग गर्न मन छैन सुन्छौँ हामी। मलाई कन्ठ भएको कविता अनुरोध गरेर फरमाइस गरेर चाहिँ मलाई म खुसी छु ह्याप्पी हुन्थ्यो। एकदमै रुचाइएको धेरै सुनिएको अनि फेरि सुन्न मन लागेको पनि। थ्याङ्क यू।
माया अब कसैसँग गर्नु मन छैन। माया अब केवल महसुस गर्नु मन छ। एउटी त्यस्तै परीसँग जो साउथीमा बोल्छे, प्वाँखसँग उठ्छे, अँगालोमा छैन तर सँगै राख्छे। म लड्दा आफै उठौँ, म लड्दा आफै उठौँ तर उसले उठाए जे लागोस्। म आँसु आफै पुछौँ तर उसले पुछे जे लागोस्। माया अब कसैसँग गर्नु मन छैन। माया अब केवल महसुस गर्नु मन छ। म उसको बह बुझौँ तर उसले चालै नपाओस्। म उसको बह बुझौँ तर उसले चालै नपाओस्। मैले हिफाजत गरेको उसले पत्ती नपाओस्। माया अब कसैसँग गर्नु मन छैन। माया अब केवल महसुस गर्नु मन छ। एउटी त्यस्तै परीसँग जो साउथीमा बोल्छे, प्वाँखसँग उठ्छे, अँगालोमा छैन तर सँगै राख्छे। थ्याङ्क यू। माया अब कसैसँग गर्न मन छैन भन्दै हेर्दा मायाकै कुरा जोडेछ। हजुर। के रहेछ सर माया? अब यो पनि कविता जस्तै हो होइन। माया भन्ने कुरा मान्छेले यदि बुझ्यो भने जुन दिन बुझ्छ त्यो दिनदेखि अब त्यो त्यो सर्वज्ञानी हुन्छ त्यो मान्छे है। अब यो तर त्यो मेरो आफ्नो अहिलेको अब यो पहिले के थियो भन्दा पनि त्यो मान्छेको विचारको रूपान्तर भइरहेको छ। त्यो ट्रान्सफर त्यो भएको त्यो चेन्ज गरेको भने चाहिँ मतलब त्यो सकारात्मक कुरा जस्तो लाग्छ मलाई। किन हिजोको मेरो फाइन्डिङ्स एउटा थियो भने आज अर्को फाइन्डिङ्स भयो मेरो होइन। यो चाहिँ कहिलेसम्म मेरो फाइन्डिङ्स कस्तो छ भन्दाखेरि प्रेम भनेको हामी जसलाई लिइरहेको छौँ मतलब त्यो एकजना केटालाई एकजना केटी मन पऱ्यो के अरे केटीलाई केटा अब केटा केटी मन पऱ्यो होइन। अनि त्यो दुईजनाले एक आपसमा चाहिँ त्यो आफ्नो के अरे आफूलाई मन परेको चाहिँ कुरा चाहिँ स्वीकारोक्ति गरे दुवैजनाले एकअर्कासँग होइन। अनि अब जाहेर गरे एकअर्कालाई। अनि त्यसपछि गएर उनीहरूले चाहिँ कुनै आफ्नो आफ्नो एउटा मेजरमेन्ट एउटा हुन्छ होइन। त्यो अनुसारले चाहिँ मतलब यो ठिक छ यो काम भनेर भन्ने महसुस भएर उनीहरू अगाडि बढ्यो। अब कहाँ बस्छ त अगाडि भने त्यसपछि त्यो सम्बन्ध केमा परिन्छ बिहेमा बढेको हुन्छ होइन। अनि चाहिँ बच्चा होला होइन। अनि त्यसपछि त्यसै त्यही एवं रीतिले चाहिँ त्यो जीवन गयो होइन। भन्दाखेरि त्यो त्यो विवाह चाहिँ त्यो प्रेम भएर विवाह भएको भन्ने मलाई महसुस हुँदैन होइन। त्यो मलाई त्यस्तो लाग्दैन रे। प्रेम भनेको त कस्तो भन्दाखेरि मैले कसैलाई चाहिँ मैले मन पराउँछु माया गर्छु भनेर भनेपछि त्यो मान्छेलाई मैले भन्नुपर्छ भन्ने नै जरुरी छ होइन। कि माया भनेको हासिल गर्नु होइन क्या। माया भनेको हासिल गर्नु नै होइन। माया भनेको त्याग्नको लागि चाहिँ बलिदान गर्नुको लागि चाहिँ प्रिपेयर हुने चाहिँ एउटा त्यो चरण त्यो अवस्था हो है। अनि यो अहिले हामी जेलाई माया भनिरहेको छौँ त्यो एउटा टाइप भयो होइन। तर त्यो माया भनेको साधनाको अन्तिम साधनाको चरम सिमाना भयो। मेरो कोही गर्लफ्रेन्ड छ त्यसले उसलाई मैले माया गर्छु भने त्यो माया भनेको होला माया होला होइन। तर जे मायालाई मैले डिफाइन गर्छु त्यो माया चाहिँ त्यो हो भनेर भन्ने कुरा चाहिँ मैले भन्न मिल्दैन। मलाई ऊ मनपर्छ उसलाई म मनपर्छ र उसका हरेक फ्लजहरू मेरो निम्ति फ्लज हुँदैनन्। मेरा हरेक फ्लजहरू उसको निम्ति फ्लज हुँदैनन्। अनकन्डिसनल लभ छ सिध्यो। तर त्योभन्दा बियोन्ड छ कि फेरि अब के हुन्छ त्योभन्दा बियोन्ड रहेछ भने चाहिँ के भने त्यो सम्बन्ध त्यो विवाहमा परिणत भयो भने त्यसपछि अब उसले परीक्षा लिनु थाल्छ कि दुवैजनाको तिम्रो प्रेमी हो कि होइन भनेर होइन। त्यसमा पनि खरो उत्तर गएपछि अनि फेरि एउटा त्यो उनीहरू अर्कै फेजमा पुग्छ। त्यो भनेको एउटा भयो होइन। अनि मैले अघि भनिहालेँ त्यो चाहिँ प्रेम भनेको त पाउनु भन्दा बनाऊ र गुमाउनुको उत्सव मनाउनु जान्नु हो। यो त्यो बाटो एकदम गाह्रो सुगन्ध हिँड्न सक्दैन होइन। हिँड्नुपर्छ भने बाध्यता पनि छैन। तर थाहा पाइराख्नु चाहिँ प्रेम भनेको त यो पो रहेछ।
मैले एउटा के कविता लेखेको थिएँ भन्दाखेरि के अरे मैले चाहिँ तिमीलाई चाहिँ प्रेमको पखेटा दिएँ यस्तै के गरेँ होइन, तर तिमी चाहिँ त्यो पिंजरालाई चाहिँ पलिस गर्नुमा चाहिँ बिजी थियौ। तिमीले त्यो प्रेमको पन्छीलाई चाहिँ त्यो पिंजराभित्र कैद गर्यौ होइन, पिंजराभित्र कैद गर्यौ। त्यो कैद गरिसकेपछि नि तिम्रो प्रेमको त्यो पन्छी चाहिँ त्यहीँनिर त्यो बित्यो भनेर भन्ने यस्तो किसिमको चिजमा चाहिँ एउटा राम्रो लेखेको थियो। मलाई एकदमै इन्ट्रेस्टिङ हार्ट टचिङ छ, तर अहिले याद भएन भनेपछि त्यो अहिले मैले सुनाउनु पाएको अझै ऊ हुन्थ्यो, कुनै दिन अफ द रेकर्ड सुनाउन थियो। So I think you will like it. स्योर सर। त्यस्तो त्यसो भए अर्को फेरि शाब्दिक प्रश्न विवाह चाहिँ त्यसो भए के हुँदछ? विवाह विवाह त मान्छेले के अरे ऊ गरेको हो नि त, मान्छेले बनाएको एउटा के अरे संस्कार हो नि त। किन भन्दाखेरि मान्छे पहिला जनावर जनावरको उसमा आउनु धेरै वर्ष काल टाइम लागेर चाहिँ मानिसहरू त्यो उसमा के अरे एउटा यो अहिलेको सभ्यतामा आइपुगेको हो होइन। अब त्यो बेलामा के छ भने एकजनासँग मात्रै त्यो फिजिकल रिलेसनमा भन्ने कुरा हुँदैन थियो होइन। अब त्यहाँ आमा छोराको हो आमाको हो त्यो के पनि जस्तो जनावरहरूलाई त्यो कुरा थाहा हुँदैन भने चाहिँ मान्छे हुने त्यही चिज थियो होइन। तर त्यो हुँदाखेरि एउटा टाइममा कालान्तरमा गएर मान्छेले चाहिँ के मान्छेमा जब चेतना आउँदै गयो भनेर भन्दाखेरि ए यो दिदी बहिनी यो आमा छोरा होइन यो छोरी र बाउ होइन कुन के यस्तो हो भनेर भन्ने त्यो सबै ऊ हुँदै गएपछि उसले चाहिँ ए यो म्यारेजको चाहिँ जुन उसले निकाले पद्धति होइन, अनि त्यही चाहिँ अब चलिरहेको त्यो त्यो अब के भन्नु त्यो कसरी चाहिँ कोही बेला चाहिँ अब नबढी बस्नु होइन त्यो अब बेग्लै कुरा भयो। तर मोस्टली चाहिँ अब यो अभ्यास सायद चेन्ज हुँदैन होला। यो अभ्यास चाहिँ मानिसले क्रिएट गरेको, मानिसले क्रिएट गरेको दुइटा चिज संसारमा अन्त्य हुन्थ्यो जस्तो लाग्छ मलाई। एउटा यो वैवाहिक संस्कार जुन छ एकजनाले नगरिदिनु त्यो बन्द हुने कुरा भएको थियो। अर्को कुरा मान्छेले रचना गर्यो ईश्वरको के, मान्छेले ईश्वरको रचना गर्यो है, अनि त्यो पनि अब ईश्वरलाई चाहिँ अब तर कतिले ईश्वरले रचना गरेको मान्छे भन्छ नि, मान्छेले क्रिएट गरेको गड भन्ने मान्छेले क्रिएट गरेको हो होइन, आउट अफ फियर। म चाहिँ त्यसरी भन्छु, म चाहिँ त्यसरी सोध्छु। तर यो मान्छे कसरी भयो यो ग्रह कसरी भयो त्यो एकदम अद्भुत रहस्य छ होइन। किन हाम्रो किडनी त्यहाँ छ, किन फोक्सो छ, किन कलेजो छ, के हो हाम्रो ब्लड किन चलिरहेको छ, हाम्रो सास किन फेरिरहेको छ, हाम्रो बोली कसरी आयो अरे के त्यो एकदम मिस्टरियस चिज हो। त्यहाँ जानुको लागि चाहिँ मसँग यो जुन हो मैले त्यसमा सोच्नु छोडिदिएको छु। तर मलाई के विश्वास छ कि एउटा युनिभर्समा एउटा कस्मोसमा केही एउटा चिज कुनै चिज छ जसले क्रिएट गर्यो त्यो चिज र उसलाई जिम्मेवारी छैन त्यो क्रिएट गरिसकेपछि होइन। यो गरिब चिजलाई पैसा दिनुपर्छ, यसलाई कुनै के गर्यो यसलाई यसो पैसा मास्नुपर्छ त्यस्तो केही मतलब छ होइन। उसले चाहिँ छोडिदिएको छ तिमी कसरी बाँच्न चाहन्छौ बाँच भनेर होइन। अझै मान्छेले बनाएको ईश्वर यो विवाहको यो चलन जो चाहिँ नि चेन्ज हुनेवाला छ, मान्छेले क्रिएट गरेको दुइटा चिज होइन। अनि तर एउटा कुरामा जसले म नास्तिक उसमा हुर्केको एउटा मान्छे भएको नै मैले के भन्नु ईश्वरको म कट्टर विरोधी मेरो बाउ जस्तै। तर मैले के छ मैले मैले सोचेको त्यो बेलाको अहिलेको यो चेतना अहिले त हामी धेरै चेतनशील भएको छौँ नि त। अहिले त 50 वर्ष पनि हाम्रो अहिलेको चेतनाभन्दा धेरै कम थियो होइन। त्यो बेलामा जुन बेलामा गड क्रिएट गर्यो मान्छेले कस्तो बुद्धि पुरा क्रिएट गर्यो होइन, जसले गर्दाखेरि कहिले करिब करिब नर्क बन्न लागिसकेको संसार त्यही ईश्वरको कारणले रोकिरहेछ। कोही चाहिँ मान्छे सोच्छु ईश्वरसँग डराउँछ कि होइन, हाम्रो नेताहरू नडराएर केही फरक पर्दैन होइन, अथवा कुनै पनि देशको निरङ्कुश नेताहरू नडराएर केही पनि फरक पर्दैन। तर मान्छे त त्यो डरले गर्दा अब मलाई भरे पाप लाग्छ होइन। अनि कुनै हिन्दूमा भन्दै होला के अरे मरेपछि नि त्यो रौरव कुण्डमा चाहिँ त्यो जलेको तेलमा चाहिँ लयो तेलमा त्यसलाई रोस्ट हान्छ भनेर भने होइन। अब त्यस्तो यस्तो छ कोही त्यो डरले केही नगर्ने भए होइन, कोही के डरले के हुने भयो मतलब हरेक उसमा चाहिँ धर्ममा त त्यो हरेक दर्शन थिए तिनीहरू जसलाई मान्छेले धर्म बनायो
तर त्यही भएको कारणले गर्दाखेरि यो समाज पूर्णतया ध्वस्त हुनुबाट जोगिएको छ कि त्यसलाई चाहिँ म सेल्युट गर्छु त्यो जसले चाहिँ यो ईश्वरको रचना गरे सर अब समकालीन नेपाली कविता र विश्व कविता बीचको संवादलाई यहाँले कस्तो रूपमा देख्नुहुन्छ यसो त म केही पनि भन्न आउँदैन यसमा तर के छ एउटा कुरा चाहिँ मलाई अब एउटा कुरा चाहिँ भन्दैछु म त्यो चाहिँ के हो भन्दाखेरि हाम्रो इन्टरनेसनलमा जाने कुनै केमा जाने भन्ने पुरै बिर्सिदिनु भयो हाम्रो भाषा मात्रै नेपाली हो त्यो पनि अन्तर्राष्ट्रिय पोइट्री नै हो तर जब त्यो ट्रान्सलेट भएर अङ्ग्रेजहरूले पढ्छन् या जापानिजले चाइनिजले पढ्छन् है त्यो उनीहरूको हृदय हल्लाउन सक्छ कि सक्दैन हाम्रो कविताले भन्ने कुरा चाहिँ ध्यान दिनु जरुरी छ सबैले जो बितेर जानुभयो उहाँहरूले त आफ्नो गर्नुभयो सिद्धियो होइन जो हामी बाँचिरहेका छौँ जो भविष्यमा धेरै वर्षसम्म बाँचिरहने पुस्ता पनि आउँदैछ सबैजना एकदम सिरियस हुनुपर्ने छ किन भयावह छ स्थिति यहाँ आफैले पनि लेखिरहनु हुँदै गर्दा त्यो किसिमको कविता भइरहेको लेखिरहेको लेख्न सकिरहेको जस्तो चाहिँ लाग्छ कि लाग्दैन मैले टु सम एक्सटेन्ड मैले मेहनत गरेको छु किन त्यसको प्रुफ चाहिँ के हुन्छ भने मैले विश्वको कुनै पनि ठाउँमा जाँदा पहिले मैले आफूलाई पोएट भनेर चिन्नुभएको थिएँ मलाई किन अप्ठ्यारो लाग्थ्यो होइन कहाँ पोएट भनेर भनिरहेको अनि 2010मा चाहिँ म डालासमा हुँदाखेरि त्यहाँ चाहिँ त्यहाँको सोसाइटीमा के छ भने तिमी के हो भन्दै पर्ने कि होइन म यस्तो पढेको हुँ होइन म के अरे पोएट हुँ म पब्लिस पोएट हुँ होइन मैले यतिवटा पोएट्री लेखेको छु यो छु भन्नै पर्ने आफ्नो बयान गर्नै पर्छ अब हामी चाहिँ नै मोडेस्ट भएर त्यो सबै भन्नु नोर्चुने संस्कार भएको मान्छे पऱ्यो होइन नेपालीहरू फुर्तिलाहरू त हेर्दैनौँ हामीहरू मोस्ट अफ अस होइन अब त्यहाँ चाहिँ भन्ने गर्ने त्यहाँ नि पोएट भनेर भनेपछि उनीहरूको मसको हेर्ने दृष्टिकोण नै चेन्ज भयो होइन जुनसुकै सिटीमा जाँदा पनि त्यस्तो भयो भन्दाखेरि मेरो साथीले चाहिँ मलाई के अनुरोध गर्नुभयो भने तपाईँले र तपाईँ बुक चाहिँ निकाल्नु पऱ्यो इङ्ग्लिसमा अनि मैले ट्रान्सलेट गरेँ केही पहिले ट्रान्सलेट भइसकेको थियो मन्सुर थापा र ज्योति थापा उनीहरूले गरिदिनु भएको थियो त्यसको चाहिँ मैले बुक एउटा पब्लिसर त्यो कार्य भर्जिनियामा उसलाई भनेर चाहिँ उसँग कुरा भयो इमेलमा उनीहरूले पब्लिस गरे अनि त्यसपछि त्यसको थ्रुबाट जब त्यो किताबको थ्रुबाट गयो मैले एकदम अमेजिङ त्यो उहरू के अरे इमेलहरू फेला पाएको छु कि फिडब्याकमा होइन त्यो अनि मेरो ताको हिसाब नै फेरि के थियो भन्दाखेरि नेपालीबाट अङ्ग्रेजीमा ट्रान्सलेट गर्दाखेरि त्यसको आत्मा मर्नु पाउन त होइन त्यो सन्दर्भ फेरि सबै युनिभर्सल सन्दर्भ हुनु पऱ्यो हरेक कुराहरू संसारमा भयभरका पोइट्रीहरू जति पनि संसारमा हामीले पढ्छौँ त्यो सबै युनिभर्सल ल्याङ्ग्वेज छ उनीहरूको होइन कुनै यो अमेरिकाबाट एउटा चिजको के अरे के भन्छ यो अफ्रिकन अमेरिकनहरूले पाएको दुःखको बारेमा चाहिँ नि माया एन्जेलोले कुनै एउटा कविता लेख्नु भएको छ भने त्यो चाहिँ नि जो अफ्रिकन अमेरिकन होइन उसले पनि रिलेट गर्न सक्ने तरिकाले लेख्नु भएको छ कि भने तर अधिकांश मान्छेमा चाहिँ के छ भन्दाखेरि यो हाम्रो कुरा हो यो कुरा चाहिँ बाहिरको मान्छेलाई मतलब चाहिँ हाम्रै मान्छेले पनि एउटा सानो तब्काले मात्रै बुझ्ने किसिम गरेर लेख्ने प्रचलन छ होइन तर कविता त हामीले अहिलेसम्म पढ्दाखेरि 18औं शताब्दीमा वर्ल्ड हिटमा लेखेको कविताले मेरो हृदय झकझक्याउन सक्छ भनेदेखि उनले त मेरो हृदय झकझकिन्छ भनेर लेख्या त होइन होइन अनि त्यसले गर्दाखेरि मैले आफैले पनि त्यो लेखेको चिजहरू छ नि उनीहरूलाई झकझकाउँछु र उनीहरूको हृदयमा बस्न चाहन्छु नि गरेको होइन मैले जे इमान्दारीपूर्वक गरेको तर त्यो चाहिँ नि उनीहरूले एप्रिसिएट गरेको कारणले गर्दाखेरि मैले टु सम म सेटिस्फाइड छैन म चित्त बुझेको छैन चित्त नबुझ्नु नै मैले फेरि अन्य कविता लेख्नु हो होइन तर के छ भने कहीँ मलाई चाहिँ म राम्रै मार्गमा रहेछु होइन उनीहरूले नेपालको एउटा कोही कविले लेखेको भनेर भन्दाखेरि उनीहरूले त्यसलाई जुन ढङ्गले एप्रिसिएट गरेको छ त्यो एप्रिसिएट गरेको चाहिँ मलाई त्यसले चाहिँ अलिकति
ए ल म राइट ट्र्याकमा रहेछु भनेर चाहिँ मलाई महसुस हुन्छ। म त यहाँले अघि पनि सायद यो कुराको सबै परिभाषा जान्दै गयो भने अन्त्य हुन्छ होला भन्नुभयो। यस्तै अर्को प्रश्न छ अन्त्यमा छ कुरे। यतिन्जेलसम्मको तपाईँको अनुभव अनुसार यहाँको दृष्टिकोणमा कविको दृष्टिकोणमा जीवन के रहेछ? अब यो त्यही हो हाम्रो अघि बुझ्ने थिएँ कविता होइन सत्य भनेको के हो, कविता के हो होइन। अनि यहाँको भोगाइ अनुसार सबैको भोगाइ एउटै हुँदैन होइन। यतिन्जेलसम्मको अनुभव भोगाइ अनुसार यो रहेछ भन्ने खालको त्यो यस्तो हुने त्यो मेरो मात्रै सत्य हुनेछ त्यो होइन। त्यो म बाहेक अरू कसैको सत्य हुनेछ जो तरिकाले मैले जीवनलाई गएको छु होइन। त्यो मेरो निम्ति हो मैले भोगेको होइन। कुनै बेलामा दुःख पाउँदाखेरि होइन अब आर्थिक कुनै के त सबै चिजको चाहिँ त्यो के अरे त्यो के भन्छ कता अभावको जिन्दगी जुन बाँचिएको थियो होइन। अब त्यो चिजमा त्यो बेला मलाई अलिकति पिर भयो के दर्द भयो होला तर के छ मेरो त्यो सधैँ मेरो रहिरहेन कि तिनीहरू त्यो बेला मैले दुःख नपाएको भए म अहिले सोच्ने यो सोच्ने टाइपको मान्छे हुँदैन थिएँ। दुःख अपरिहार्य छ कि त्यो नभइकन कुनै पनि आर्टिस्ट एउटा उसमा पुग्दैन। अब जस्तो अहिले मसँग सबै कुरा होला मसँग मैले आफै चाहेको किनेर खान सकुँला होइन लगाउन सकुँला सबै चिज होला होइन र त्यो हुँदैमा चाहिँ मेरो छुट्यो मेरो लाइफबाट म पिरमुक्त भए हुँदैन। त्यो के छ भने अर्को रूप धारण गरेर पिर मेरो पछाडि आउँछ कि मलाई नखर्छ कि त्यसमा फेरि म आनन्द मनाइरहेको छु। त्यो छैन भने मेरो कला छैन कि र मैले मान्छेहरूले फिल गर्ने जुन एप्स मेरो हुन्छ त्यो एप्स मेरो रहँदैन। त्यस कारण त्यसबाट म भाग्न चाहन्न होइन। पछि मैले त्यसरी चाहिँ म त्यसलाई चाहिँ उत्सव मनाएर दुःखको आँसुको उत्सव मनाएर चाहिँ म हिँडिरहेको छु भने चाहिँ त्यो मेरो हो नि त मेरो सत्य हो नि त। मैले कान टेल्यो मैले तपाईँलाई यसरी बाँच्नुपर्छ मैले सिकाइदिएँ भने चाहिँ के हुन्छ भने त्यो चिज चाहिँ कस्तो खालको सुन्दर जीवन आउनेवाला थियो लाइफमा मेरो कारणले गर्दा त्यो भोग्न पाइनँ मैले होइन। र हामी सबैको जीवन चाहिँ एक आपसमा चाहिँ त्यो मिसाइसकेपछि त्यसले चाहिँ जुन एउटा चिज क्रिएट गर्छ सम्बन्धहरू क्रिएट गर्छ होइन। अनि त्यो चिज चाहिँ नि त्यो सबै मिसिसकेपछि नि एउटा जीवनको फुल पिक्चर आउँछ होइन। तर हामी फुल पिक्चरको खोजीमा हिँड्नु जरुरी छैन। हामी चाहिँ आफ्नो जीवनलाई चाहिँ के छ भने सिम्पल मेरो आफ्नो उसमा चाहिँ अनेस्टी इज द बेस्ट पोलिसी होइन। ठगठाग लुटलाप यताउति गर्ने होइन। कसैलाई के अरे फुर्क्याएर त्यसको के अरे पैसा खर्च गराएर ऐस गर्ने त्यस्तो पनि होइन। आफ्नो जे खर्च गर्ने मैले आफै गर्ने हो होइन। अनि कसैले आफूले जानेर चित्त नदुखाउने हो होइन। र सकिन्छ भने कसैप्रति आफू काम लाग्ने हो आफ्नो मनले मान्छ भने कसैको काम लाग्ने हो। अनि यसरी बाँच्नु चाहिँ मलाई पहिलेदेखि त्यसरी बाँच्नु रुचि होइन। त्यही भएर त्यसरी नै मेरो गयो। अनि मैले कहिले पनि ड्रिम देखिनँ सपना देखिनँ भने मतलब राति देखिने सपना भयो कि मान्छेको हुन्छ नि कसैले डक्टर बन्ने सपना कसको के बन्ने सपना त्यस्तोहरू केही पनि रहेन मेरो होइन। म जस्ट एउटा जग्गामा फुल्ने फुल चाहिँ जुन वन फुल भनेर भन्छन् होइन त्यो फुलको के अपेक्षा हुन्छ वनमा उम्रिँदाखेरि होइन। मैले आफूलाई त्यसको दाँजरे हेर्ने गर्छु कि ईश्वरको कविता पनि छ जहाँसम्म मलाई थाहा भयो। त्यही मैले बन्न चाहन्छु जङ्गलमा वैननी फुल। यही सन्दर्भमा आफ्नो जिन्दगीसँग रिलेटेड गरेर नै लेख्नुभयो। जस्तो सर हामीले सुन्दै गर्दा पढ्दै गर्दा प्रेमिल समयमा सुनिएको छ भने प्रेमका कविताहरू मेरै लागि लेखिएको हो कि जस्तो लाग्छ। दुःख पीडा भएको बेला है त्यस्तै अभावमा भएको बेला त्यस्तै सुन्दा यो मेरै लागि हो कि जस्तो लाग्छ। जस्तो यहाँले लेख्नु हुँदै गर्दा यहाँको सृजना मात्रै हुन्छ कि कतिपय आत्मवृत्तान्तहरू पनि लेख्ने गर्नुहुन्छ। जस्तो अहिले
आफ्नो जीवनसँग तुलना गरेर पनि लेख्नु पाए प्राय धेरै चाहिँ सृजना मात्रै हुन्छ या अब त्यो पनि अरूको मैले भन्न सक्दिनँ मेरो आफ्नोमा चाहिँ के छ भन्दाखेरि मैले पहिला पनि भन्छु के भन्थेँ त्यो चाहिँ के मैले भन्थेँ भने भन्दाखेरि सायद त्यसलाई समाजमा होइन भन्छन् होइन सुन्दै आएको तर मेरो निम्ति साहित्य समाजको होइनमा सीमित छ सबभन्दा पहिला त त्यो साहित्यकारको होइन हो कि उसको मन कस्तो छ होइन त्यो भटुवा छ कि होइन त्यो मान्छेलाई ठगेर हिँड्ने खालको छ कि कसैको लुट्ने हिसाब छ कि कहीँ चाहिँ जग्गामा दलाली गरेर पैसा खाइरहेको छ कि होइन जुन काम भनेको नराम्रो होइन तर भनेको चाहिँ त्यो जब दलालीको काम हुन्छ पैसामा पुरै ओरिएन्टेड हुनु पऱ्यो नि त मान्छे होइन आर्टिस्टले त त्यहाँनिर त्यो कोही अलिकति गरिब टाइपको मान्छेहरूले तपाईँ 10 लाखमा भनेको तपाईँलाई 8 लाखमा दिन्छु भनेर त त्यो के अरे जग्गा काम गर्ने मान्छे भन्दैन होइन कति कवि भयो भने त उसले त त्यसो गर्छ ऊ त्यसो पनि घाटा खान्छ फेरि भन्दा उसले त्यो काम गर्दैन होइन भनेपछि मलाई लाग्ने चाहिँ नि सकेसम्म हामीमा भएको मानसिक विकार भन्छौँ त्यसलाई क्रोध लोभ होइन मोह अहङ्कार ईर्ष्या के के छन् होइन त्यो सबै चिजहरू हामीले वासअप गर्दै लैजान होइन त्यो भइसकेपछि म तपाईँलाई हेर्दाखेरि तपाईँलाई भेट्दाखेरि चाहिँ नि म जजमेन्टल हुँदिनँ कि त्यो भएपछि म जजमेन्टल भइनँ भने चाहिँ नि मैले तपाईँलाई हेर्ने दृष्टिको नै फरक हुन्छ तपाईँको निम्ति काम लाग्न सक्छु म होइन तपाईँको निम्ति सहायक हुन सक्छु लाइफमा कुनै चिजमा होइन र तपाईँलाई परिआएको ठाउँमा केही पर्यो कारसँग मेरो क्षमता मेरो पहुँचले भ्यायो के हुन्छ तर इफ आई बिकम जजमेन्टल भइसकेपछि तपाईँलाई एउटा उसमा राख्छु कि एउटा थ्रेस होल्ड एउटा सन्ध्याहरू पारिराख्दैछु म यता बस्छु होइन तपाईँ केस मान्नु पर्ला मलाई होइन मान्छेको छ नि त आफ्नो चोइस हुन्छ होइन भनेपछि जजमेन्टल नभइकन होइन त्यो किसिमले आफूलाई लिएर गइसकेपछि अनि त्यसपछि मबाट जे कविता निस्किन्छ त्यो चाहिँ मेरो कविता मेरो हृदय होइन भएको सुझिन्छ म घमण्डी छु मेरो कवितामा निस्किन्छ कवितामा ठ्याक्क निस्किन्छ यो म्युजिक गर्ने मान्छे पेन्टिङ गर्ने मान्छे र पोइट्री लेख्ने साहित्य रचना गर्ने मान्छेको उसको कविता 5वटा कविता पढ्नुपर्छ फरक यु क्यान फाइन्ड आउट वाट काइन्ड अफ पर्सन हि इज अर सी इज म चाहिँ त्यस्तो छ म चाहिँ गर्न सक्छु उदाहरण दिएर अन्त्यमा फेरि एउटा सिर्जना सुन्छौँ जुन यहाँलाई सुनाउन मन छ त्यही सुन्दैछौँ भने सलाम सर त्यो के अरे मैले चाहिँ यसको टाइटल चाहिँ इङ्ग्लिसको राखेको छु है नेपालीमा भन्दाखेरि चाहिँ मलाई कस्तो भयो भन्दाखेरि अब दागहरू मोती समान हुन्छन् अब कुनै के भने त्यसले त्यो क्यारी गर्न सकेन जस्तो फिल भयो कि अनि मैले स्कार्स आर लाइक फल्स भनेर लेखेँ होइन टाइटल त्यो छ जब मेरो आँखामा तिम्रो तस्बिर लहराउँछ जब मेरो आँखामा तिम्रो तस्बिर लहराउँछ या जब एकान्तमा मेरो सम्झनाले तिम्रो तस्बिर कोर्न थाल्दछ म गोधुलीमा जुन किरीहरू नाचिरहेको महसुस गर्छु तिनका मुलायम प्रकाश मेरो आनन्दी मनभित्र जगमगाउन थाल्छन् मानिसहरू पनि साउती मार्छन् तिम्रो चेहरामा दाग छ तर कमलका फुलहरूमा पनि जुनको कोमल छाप छ भन्ने बिर्सिन्छ तिमीलाई पनि थाहा छ जीवन चट्टानको वरिपरि फक्रिरहन्छ पिजराभित्रै हुन्छ स्वतन्त्रता पनि तर तिमीलाई थाहा छैन कि तिम्रो मुस्कानमै चमत्कार छ तिमीले दागहरूलाई आफ्नो मुहारमा कुनै तारा चाहिँ जडेकी छौ घाउहरूलाई राहतमा बदलेकी छौ जसले तिम्रो पाउमा प्रकाश छरेको छ तिम्रो बाटोमा इन्द्रणी ओछ्याएको छ तिम्रो अञ्जुलीमा फुलहरू बर्साएको छ कहीँ मानिसहरूले आफ्ना दागहरूलाई रहस्यजय अँध्यारोमा लुकाएका हुन्छन्
तर तिमी भने आफ्ना दागहरूलाई उन्मुक्त जिउन दिन्छौ र यही कारण हो जिन्दगीले दिएका दर्दहरूका दाग तिम्रो मुहारमा मोती चाहिँ चम्किन्छन् र त्यसका निशानहरू उत्पातै मन हर्ने गहना बन्दछन् जो अरू कसैको अनुहारमा भन्दा तिम्रो मुहारमा अधिक सुहाउँछ र मैले यसो डिस्क्लेमर नगर्नेलाई एउटा टिप्पणी त्यो छैन ती तमामलाई प्रेम पत्र जसले दर्द र दागलाई शक्ति र आत्मविश्वासमा रूपान्तर गरेका छन् एकदमै मिठो कविता छ सायद 1 घण्टा बढी पनि भइसक्यो होला हाम्रो कुराकानी आइदिनु भयो कसैलाई सुन्दर बनाउँ तपाईँले सिर्जना तपाईँको कविताहरू आज साउन्य रहेर सुन्न पाइयो खुसी लागेछ धेरै धेरै धन्यवाद एकदमै सबैलाई मेरो एकदमै धन्यवाद तपाईँको कार्यक्रम एकदमै यसले चाहिँ सफलताका त्यो सिँढीहरू उक्लिँदै जाउँ है तपाईँसँग कुरा गरेर मलाई एकदमै रमाइलो लागेको छ थ्याङ्क यू सो मच